ओके भाइ बहिनीहरू सो आजको हाम्रो क्वाड डिस्कसनमा सबैलाई वेलकम है अफिसियली। सो स्क्रिन पनि क्लियर छ होला है। होप स्क्रिन क्लियर छ, सेतो स्क्रिन देखिरहेको होला है तपाईँहरूलाई। र आजको हाम्रो सिएमडिएमएस क्वाडमा चाहिँ फर्स्ट हामी क्वेसन धेरै अब मैले ल्याएको छैन है, बिकज टाइम छैन धेरै है। छोटो टाइममा हामीले धेरै कुराहरू गर्नुपर्छ। सो हामीलाई एउटै क्वेसनबाट चाहिँ हामीले चाहिँ रिलेटेड 10-12वटा क्वेसन्सहरू सिमिलर क्वेसन्सहरू चाहिँ है त तपाईँहरूले मिलाउन सक्ने तरिकाले हामी अगाडि बढ्छौँ है। सो दिस इज फर्स्ट क्वेसन ओके। के छ त फर्स्ट क्वेसनमा, अ गर्ल इज born है त, अ गर्ल इज born एट टर्म आफ्टर एन अनइभेन्टफुल प्रेग्नेन्सी एन्ड डेलिभरी है त। ओके, एक्जाममा चाहिँ है भनिहालेँ, एक्जाममा चाहिँ तपाईँहरू क्वेसन चाहिँ राम्रोसँग पढ्ने ओके। So, a girl is born at term after an uneventful pregnancy and delivery. On examination, she is noted to be hypotonic, either has a protruding tongue, low set ears, and upward slant to the eyes with epicanthal folds, and a single palmar crease. On cardiac evaluation, what is the most common lesion expected in this syndrome? So, option A मा के छ? सो अप्सन एमा वी हेभ भेन्ट्रिकुलर सेप्टल डिफेक्ट, अप्सन बीमा के छ इन्डोकार्डियल कुसन डिफेक्ट, अप्सन सीमा के छ टेट्रालोजी अफ फ्यालट, र अप्सन डीमा के छ कोएक्टेसन अफ द अवर्टा। सो है त तपाईँहरू चाहिँ म सँगसँगै जानुहोस् है, म सँगसँगै पढिरहेछ भने म सँगसँगै पढ्नुहोस् है, सुन्नुहोस् र एन्सर चाहिँ गर्नुहोस् है त। एन्सर चाहिँ सबैजनाले च्याटमा गर्नु होला है त। इट इज इम्पोर्टेन्ट टु नट है त लिसन टु अदर्स है त। एक्जाममा तपाईँहरू सोलो हो। सो च्याटमा चाहिँ मलाई च्याट डिसेबल छ, च्याट डिसेबल छ। च्याट ओके है, ठिक छ है। अब चाहिँ इनेबल होला, हेर्नुहोस् त, छ है इनेबल हो, ठिक छ है। अब सबले सबले गर्नुहोस् है त। डक्टर इसानीले गरिसक्नु भयो है। ल, सबले गर्नुहोस् है त। हेर्नुहोस् क्वेसन त तपाईँहरूलाई यस्तै प्रकारको क्वेसनहरू सोध्छ क्या एक्जाममा चाहिँ, क्लिनिकल क्वेसन्सहरू है त। विथ वान लाइनर के मिक्स्ड गर्यो नि त यहाँ त। क्लिनिकल तपाईँहरूलाई डायग्नोसिस पनि माग्यो, प्लस अब त्यो क्लिनिकल डायग्नोसिसमा चाहिँ कुन चाहिँ कार्डियक एनोमली चाहिँ कमन हुन्छ भनेर सोध्यो क्या, होइन कार्डियक एनोमली मात्रै सोध्यो, स्पेसिफिक सोध्यो नि त है। सो यसको एन्सर तपाईँले गर्नुभयो होला सबैले है। गर्नुपर्छ है। अब हुन्छ, रङ भयो नि केही छैन है त, रङ भयो नि केही छैन। सो धेरैले बी नै भनिरहेको छ है, धेरै डक्टर साहबहरूले बी भन्दैछ ओके। ल ठिक छ, ओके बी, धेरैले बी भन्दैछ ओके। अरू खोइ त अब एन्सर धेरैले त गरेको छैन है, 50%ले मात्रै गरेको देखिन्छ। ओके, अब के चाहिँ तपाईँहरू भन्नुहोस् होइन, अब चाहिँ बोल्नुहोस् होइन। सो यो कुन सिन्ड्रोम होला त, होइन कुन चाहिँ सिन्ड्रोम हो भन्नुहोस् त ल, विच सिन्ड्रोम, यो बच्चालाई कुन सिन्ड्रोम भएको होला भन्नुहोस् न, बोल्दा हुन्छ है। अब डाउन चाहिँ सिन्ड्रोम। होइन, यस होइन डाउन सिन्ड्रोम हो। डाउन सिन्ड्रोमको बारेमा त थाहा नै होला है तपाईँहरूलाई। सो डाउन सिन्ड्रोमको बारेमा यु अल नो है। सो कमन छ नि त है, डाउन सिन्ड्रोम इज भेरी कमन है, क्रोमोजोमल एनामोलिज है त। सो ट्राइजोमी 21, अब अरू ट्राइजोमिजहरू पनि हुन्छ, तर ट्राइजोमिज क्रोमोजोमलमा डाउन सिन्ड्रोम कमन छ है त। सो मोस्ट कमन नै हो। सो अब डाउन सिन्ड्रोममा फिचर्सहरू के हुन्छ है त, क्लिनिकल फिचर्स कसरी आइडेन्टिफाई गर्ने है त, यहाँ मजाले दिएको छ नि त है, मजाले दिएको छ हेर्नुहोस् त है त। हाइपोटोनिया है त, प्रोट्रुडिङ टङ है त, यो सबै डाउन सिन्ड्रोमको फिचर्सहरू, लो सेट इयर्स, अपन स्ल्यान्ड, इपिक्यान्थल फोल्ड, सिङ्गल पार्मर क्रिज है, सबै सबै डाउन सिन्ड्रोमको छ। डाउन सिन्ड्रोममा बुझ्नुहोस् कि इन्डोकार्डियल कुसन डिफेक्ट चाहिँ कमन हो होइन, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट होइन है। अब भेन्ट्रिकल भिएसटी चाहिँ सेकेन्ड मोस्ट कमन हुन्छ। सो इए होइन, यो इसिडी इन्डोकार्डियल कुसन डिफेक्टमा एन्सर गर्नुपर्छ। सो बी इज द राइट एन्सर। यदि बी भन्यो भने तपाईँको 1 मार्क्स आयो है त, यदि ए लाउनु भएको छ भने माइनसमा गयो है त। सो इन्डोकार्डियल कुसन डिफेक्ट। अब एक्सप्लेनेसनहरू पनि तपाईँहरूलाई अब चाहिन्छ है। एक्सप्लेनेसनबाट के छ, डाउन सिन्ड्रोमको अरू क्वेसनहरू सोध्यो भने
मिलाउन सकिन्छ है त। ठिक छ। अब डाउन सिन्ड्रोम अब मा चाहिँ इन्डोकार्डियल कुसन डिफेक्ट हुन्छ। अरू के हुनसक्छ, भिएसटी हुनसक्छ, एएसडी हुनसक्छ, पिडिए हुनसक्छ, ओके। एभरेन्ट सब क्ल्याभियन आर्ट्री हुनसक्छ, पल्मोनरी हाइपरटेन्सन हुन्छ। क्लिनिकल फिचर्समा के छ, ओके। क्लिनिकल फिचर्समा निमोनिक्स छ, आइसिए प्रब्लम समवेयर है त। यो अब निमोनिक्सहरू अब नेटमा पनि पाइन्छ, अरू अरू निमोनिक्सहरू पनि पाइन्छ। अब तपाईँले जसरी पढ्दा पनि हुन्छ डक्टर साहबहरू है। सो आईबाट के आउने रहेछ हेर्नुहोस्, आईबाट इन्टेलेक्चुअल डिसेबिलिटी है त, अथवा मेन्टल रिटार्डेसन। आईबाट के आउँछ, इन्कर्भड है त, अर सर्ट फिफ्थ फिङ्गर। सीबाट के आउँछ, क्लिनोड्याक्टेली आउँछ, कन्जेनाइटल हार्ट डिजिज आउँछ। कन्जेनाइटल हार्ट डिजिजमा के हो हामीले पढिसक्यौँ, ओके। एबाट के आउँछ, एएमएल आउँछ, ओके। एएमएल इज कमन है, ल्युकेमियामा कुन भनेपछि एएमएल, ओके। सो एएमएल इज कमन। अल्जाइमर्स डिजिज पनि हुन्छ, एटलान्टो एक्जियल इन्स्टेबिलिटी हुन्छ, एट्रेसिया अफ द ड्युडेनम। हामी हिजो क्लासमा अल्जाइमर डिजिज हामीले डिस्कस गरेको थियौँ होइन, सर्ट डिस्कसन डिमेन्सियामा होइन। मोस्ट कमन होइन अल्जाइमर डिजिज है त, डिमेन्सियाको मोस्ट कमन चाहिँ अल्जाइमर डिजिज हो, हामीले डिस्कस गरेको थियौँ है त। सो एसिटाइलकोलिनको के रोल छ है, तपाईँहरूलाई पढ्नुहोस् भनेको थिएँ मैले। प्याथोलोजी के हुन्छ है, त्यो पनि पढ्नुहोस् भनेको थिएँ है त, होमवर्क अब गर्नुभयो कि भएन है त। पीबाट के आउँछ, प्रोट्रुडिङ टङ आउँछ। आरबाट राउन्ड फेस आउँछ। ओबाट ओक्सिपुट फ्ल्याट हुन्छ। ओबाट ओपन वाइड फन्टानेल है, छान्दाखेरि चाहिँ वाइड फन्टानेल हुन्छ, ओपन माउथ हुन्छ। बीबाट यो कहिले काहीँ सोध्न सक्छ है, वान लाइनर, ब्रस फिल्ड स्पट्सहरू देखिन्छ, ओके। यो क्वेसन सोध्न सक्छ है, वान लाइनरमा ब्रस फिल्ड स्पट्स है त, नोट डाउन गर्नु होला है त। अरू लो डिप्रेस नेजल ब्रिज है त, इपिक्यान्थल फोल्ड जुन चाहिँ हाम्रो क्वेसनमा दिएको थियो, लो सेट इयर्स, ओके। ओके, के छ अर्को, मङ्गोलियन स्ल्यान्ट है त। अर्को सिमियन पाल्मर क्रिज है त, यो पनि क्वेसनमा दिएको थियो है। वाइडर ग्याप बिट्विन द फर्स्ट एन्ड सेकेन्ड टोज है, स्यान्डल ग्याप पनि हुन्छ है। सो यो चाहिँ हाम्रो डाउन सिन्ड्रोमको फिचर्सहरू है, 10-12वटा फिचर्सहरू याद गर्नु पर्यो है त। अब एएमएलमा चाहिँ है, अब एएमएल चाहिँ मोर कमन है त। अब तपाईँहरूलाई चाहिँ कहिलेकाहीँ के सोध्न सक्छ भन्दाखेरि चाहिँ इन्टेस्टाइनल अब्स्ट्रक्सन हुन्छ डाउन सिन्ड्रोममा है त, कुन चाहिँ हुन्छ भनेर सोध्छ, डी डी है त। द्याट इज ड्युडेनल एट्रेजिया डबल बबल साइन है, यो पनि सोधेको क्वेसन हो। डबल बबल साइन केमा देखिन्छ, डी फर डी है त, डी फर डी, ड्युडेनल एट्रेजिया, ओके। डाउन सिन्ड्रोममा डी फर डी, डी डी फर डाउन सिन्ड्रोम, डी फर ड्युडेनल एट्रेजिया, डी फर डबल बबल साइन है त, डी। सो डी क्युब याद गर्नुहोस् है त। डाउन सिन्ड्रोम डबल के छ, बबल साइन, द्याट इज ड्युडेनल एट्रेजिया है त, एक्सरेमा डबल बबल साइन देखिन्छ। ट्रिपल बबल साइन भयो भने के हुन्छ त डक्टर साहबहरू, ट्रिपल बबल साइन केमा हुन्छ भन्नुहोस् त कसैले, ट्रिपल बबल साइन केमा हुन्छ। यदि डबल बबल साइन डाउन सिन्ड्रोममा हुन्छ भने ट्रिपल केमा हुन्छ त, कसैले भन्नुहोस् न। एट्रेजियामा त हुन्छ नि, कुन एट्रेजियामा हुन्छ, खोइ त बोल्नुहोस् न, बोल्दा जेजुनल। होइन, जेजुनल एट्रेजिया। सो योहरू भइहाल्यो, ओके। सो हाम्रो एएमएल चाहिँ कुन कमन हुन्छ, M3 है, द्याट इज मेगारो क्यारोब्लास्टिक है, M3 प्याटर्नमा कमन हुन्छ है। अरू अब हेमाटोलोजिकलमा ट्रान्जिएन्ट एबनर्मल माइलोपोएसिसहरू चाहिँ कमन हुन्छ भन्छ है। ब्रसफिल्ड स्पट के हो भनेको, व्हाइटिस स्पेक्लिङ अन आइरिसमा देखिन्छ है। यो व्हाइटिस स्पेक्लिङ अन आइरिसमा देख्ने है, लाइट स्किन इन्डिभिजुअलमा देखिन्छ, द्याट इज सिन इन द आई है त। ब्रसफिल्ड स्पट्स होइन, यो चाहिँ डाउन सिन्ड्रोममा आँखामा आइरिसमा देख्ने हो है त। सो नेक्स्ट क्वेसन गरौँ है त। यो के भयो, डाउन सिन्ड्रोमको बारेमा भयो है। सो डाउन सिन्ड्रोमको बारेमा हामीले पढ्यो। सो दिस इज भेरी इम्पोर्टेन्ट है, डाउन सिन्ड्रोम इज भेरी भेरी मस्ट नोट है त। डाउन सिन्ड्रोममा अरू अरू मैले हालेको छैन, अरू अरू के हुन्छ पढ्नुपर्ने कुराहरू भन्दाखेरि चाहिँ गाइनोकोलोजीसँग रिलेटेड भने चाहिँ अब्स्टेटिकसँग रिलेटेड है। अब गाइनोकोलोजी अब्स्टेटिकसँग के रिलेटेड छ भन्दाखेरि, ओके, के छ त भन्दाखेरि हाम्रो चाहिँ प्रिनेटल चेकअप के। सो डाउन सिन्ड्रोम त अब यो बच्चा, यो त बच्चा त जन्मिसकेपछि पो थाहा पायो नि त होइन, यो त। तर जन्मिनुभन्दा अगाडि नै हाम्रो थाहा पाउन सकिन्छ के, ओके। द्याट इज अ प्रिनेटल। सो प्रिनेटल, ओके, तपाईँहरू पढ्नुहोस् है, यो चाहिँ प्रिनेटल चेकअप फर डाउन सिन्ड्रोम, ओके। दूसरे कौन सिनेप्स गएको थियो मेरो ल लिङ्क म्युट गर्नुहोस् न तपाईँहरू है, भाइ गरे डक्टर साहबहरू है, म्युट गर्नुहोस् भाइ बहिनीहरू। सो प्रिनेटल चेकअप, ओके।
प्रिनेटल चेकअपमा चाहिँ तपाईँहरूलाई चाहिँ अब यो इन्भेस्टिगेसन्सहरू के गरिन्छ, न्युचुअल साइन्स होइन, योहरू हेर्नुहोस् है। न्युक्लियल साइन होइन, अब तपाईँहरूको के छ अरे ट्रिपल टेस्ट होइन, क्वाड्रुपल टेस्ट हेर्नुहोस् है। ट्रिपल टेस्ट के हो, के पर्छ ट्रिपल टेस्टमा, के हुन्छ, क्वाड्रुपल टेस्टमा के हुन्छ गएर हेर्नुहोस्। यो तपाईँहरूलाई अब्स गाइनेको पनि क्वेसन हो। ओके, अब्स गाइनेको पेडियाट्रिक्सको मात्रै क्वेसन होइन, अब्स गाइनेको पनि क्वेसन हुन्छ। सो रिलेटेड विथ द डाउन सिन्ड्रोम, क्वाड्रुपल टेस्ट, ट्रिपल टेस्ट है, न्युचल ट्रान्सलुसेन्सी युएससीमादेखि लिएर प्रिनेटल चेकअप के गरिन्छ त्यो सबै हेर्नुहोस् है त। यो ओबिजीको चाहिँ फेभरेट क्वेसन हो है, यो चाहिँ डाउन सिन्ड्रोमसँग रिलेटेड। ट्रिपल टेस्ट, क्वाड्रुपल टेस्टहरू पनि हेर्नुहोस् है। अब एउटै सबै कुराहरू भन्न गाह्रो हुन्छ है। इनिभिन ए केमा पर्छ त, हो क्या, स्ट्राडायल केमा पर्छ होइन, ओके, अनकन्जुगेटेड स्ट्रायल केमा पर्छ त, ओके, त्यहाँ धेरै कुराहरू छ नि त। क्वाड्रुपल टेस्ट है त मा चारवटा कुरा पर्ने भयो, ट्रिपल टेस्टमा तिनवटा भयो है। सो क्वाड्रुपलमा ट्रिपल प्लस वान के हुन्छ त्यो हेर्नुहोस् है त। आफ्नो क्युरियोसिटी पनि हुनु पऱ्यो, हेर्न पनि पऱ्यो। जसले हेर्छ त्यसकै मार्क्स आउँछ है, जो हेर्दैन आउँदैन, फेरि एक्जाममा सोध्न सक्छ। सो नेक्स्टमा गयो है, नेक्स्ट अरू पनि छ डाउन सिन्ड्रोमको, अरू पनि है हेर्नु होला। सो रिलेटेड विथ द पेडियाट्रिक्स है त, रिलेटेड विथ द अब्सगाइनी है, त्यो कुराहरू चाहिँ हेर्नु होला डाउन सिन्ड्रोमको। अब नेक्स्ट क्वेसन गर्नुहोस् है। सिन्ड्रोममा हामी यहाँ चाहिँ अप्सन के काटिएछ त होइन, अप्सन ए छ, बी छ होइन, सी छ, डी छ है। सो चारवटा अप्सन हुन्छ। सो नेक्स्ट क्वेसन गरिहाल है, यो पनि सजिलै छ है। यङ गर्ल प्रेजेन्स टु यु विथ लर्निङ डिसेबिलिटिज अन एक्जामिनेसन, यु नोटिस अ क्यारेक्टरिस्टिक फाइन्डिङ एज सुन। यो त पिक्चर कहाँ हराएछ है, पिक्चर चाहिँ छैन एक्जाममा, पिक्चर दिँदैन है तपाईँहरूलाई। ओके, ओके। सो लर्निङ डिसेबिलिटी छ, ओके। रिपोर्ट्स अफ आवर इन्भेस्टिगेसन इज क्यान मेन्सन हर्सु किडनिज र स्ट्रिक गोनाड्स देखाएको छ है त। ठिक छ, अब यो चाहिँ हर्सु किडनिज र स्ट्रिक गोनाड्स देखाएको छ होइन, लर्निङ डिसेबिलिटी छ। र यो पिक्चरमा चाहिँ यहाँ पिक्चर छैन रहेछ है त, पिक्चर यहाँ मिसिङ भयो। तपाईँलाई एक्जाममा पनि पिक्चर त देखाउँदैन, अब जस्ट तपाईँहरूलाई क्लिनिकल फिचरहरू देखाउन सक्छ है त। क्लिनिकल फिचरमा चाहिँ ओके के छ, वेब नेक देखाउन खोजिरहेछ है, यो पिक्चरमा चाहिँ पिक्चर चाहिँ मिस भएछ है। सो वेब नेक है त, मानिलियो पिक्चरमा चाहिँ वेब नेक देखाएको छ। अब तपाईँहरू एक्जाममा त पिक्चर बेस्ड त हुँदैन क्वेसन है, सीमा हुँदैन है त। ठिक छ, पिक्चर बेस्ड क्वेसन सीमा हुँदैन, ओके। त्यति स्ट्यान्डर्ड अहिले बनाएको छैन एमएसीले, पछि बनाउला होइन। पछि अनलाइन भयो भने त पिक्चर बेस्ड हुन्छ, अहिले त फिजिकल हो नि त एक्जाम त है, पछि त हुनसक्छ। सो वेब नेक देखाएको छ, लर्निङ डिसेबिलिटी छ है त, हर्सु किडनी छ, स्ट्रिक गोनाड छ, के छ डायग्नोसिस भन्नुहोस् त। सबले एन्सर दिनुहोस्, एबिसिडीमा दिइसक्नु भयो होला धेरैले है। ओके, सो थाहा भइसक्यो होला होइन। सो हामीलाई यो चारवटा क्वेसन होइन, यो चारवटा अप्सनको चारवटा क्वेसन सोध्न सक्छ नि त होइन, मतलब जुन पनि सोध्न सक्छ भन्नु खोजेको है त। कहिले फ्रजाइल एक्स सिन्ड्रोमको बारेमा सोध्न सक्छ, ओके, टर्नर सिन्ड्रोम सोध्न सक्छ, नोन सिन्ड्रोम सोध्न सक्छ, क्लिनफेल्टर सिन्ड्रोम सोध्न सक्छ होइन, डाउन सिन्ड्रोम सोध्न सक्छ है त। सो मेनी सिन्ड्रोम्स आर दियर है त। अब यो चाहिँ क्यारेक्टरिस्टिक्स यसको के हुन्छ त अब है त, कुन सिन्ड्रोम भयो त यो, ओके। 45XO भनेको कुन हो त, 45XO भनेको कुन भयो त, टर्नर टर्नर ओके। अब हेर्नुहोस् होइन, अब तपाईँहरूलाई चाहिँ सिम्पल मैले सिम्पल भने क्लिनफेल्टर सिन्ड्रोम चाहिँ केटा हो कि केटी हो त, मेल है इट इज, के हो त यसको, के हुन्छ त यसको, 47 टर्नर अलवेज डबल फिमेल एक्स 47XXY होइन। सो यो केटा हो कि केटी हो, क्लिनफेल्टर केटा हो भन्नुभयो होइन, मेल भन्नुभयो होइन तपाईँहरूले होइन, इट इज अ मेल, ओके, बोय होइन, इट इज अ मेल। नो नेम के हो, केटा हो कि केटी हो, टर्नर त गर्लै भन्नुभयो होइन तपाईँले, केटी नै हो भन्नुभयो है। सो नुवान नो नेम चाहिँ मेल के हो हो त, मेल त बोय होइन, ओके। सो नो नेम है। अब तपाईँहरूलाई कहिले काहीँ चाहिँ क्वेसनमा है त, अब तपाईँहरूलाई झुक्याउन सक्छ है, झुक्याउन सक्छ। सो एउटा क्वेसन सकि छैन है।
ल है त यहाँ हेर्नुहोस् है। अब यो क्वेसन है रिलेट गरौँ हामी। 15-year-old एडोलेसेन्ट प्रेजेन्स विथ एन्टी मङ्गोलियन स्ल्यान्ट, pulmonary stenosis, short stature, wave neck, undescended testes है। What is the likely diagnosis? Hypoparathyroidism, Noonan syndrome, Klinefelter syndrome, Turner syndrome। सो है त रिलेट गर्दै पढ्नुपर्छ है। सो एक्जाममा यो सोधिदिन सक्छ नि त है त। एक्जाममा यो सोधिदिएपछि के हुन्छ तपाईँहरू के हुन्छ त एन्डी मङ्गोलियन छ, पल्मोनरी स्ट्याचर्स होइन, स्टोनोसिस छ, सर्ट स्ट्याचर, वेभ नेक देख्ने बित्तिकै के एन्सर हान्छ त? के एन्सर हान्छ है त? टर्नर यो आन्सर। टर्नर टर्नर तेरो हान्छ आन्सर तर क्लेन होइन, हो। तर यो टर्नर होइन है। यसको एन्सर के हुन्छ त? क्लेन हो। नुनान। है त अनडिसेन्डेड टेस्टिस भनिरहेछ हो। त्यही भएर चाहिँ होइन घोक्नी मात्रै होइन के, यो कन्सेप्ट पनि इम्पोर्टेन्ट हुन्छ है। कुन केटा हो कुन केटी हो छुट्यायो भने त मिलिहाल्यो नि होइन। जस्तो कि तपाईँहरूलाई होइन के अरे मानिलियो 7-year-old गर्ल होइन भनेर सोधिरहेछ है। अनि तपाईँले एन्सर चाहिँ हेमोफिलिया हान्नुभयो भने के भयो त? तपाईँहरू हेमोफिलिया ए अर बी हान्नुभयो भने के भयो त? तपाईँहरूको एन्सर राइट हुन्छ र होइन? 7-year-old गर्ल भनेर क्वेसनमा सोधिरहेछ अनि एन्सर चाहिँ हेमोफिलियातिर हान्यो भने के हुन्छ त? है त ब्लन्डर हुन्छ नि। ओके, हेमोफिलिया के केटीमा हुन्छ र है त? हुँदैन नि होइन। हेमोफिलिया ए र बी त केटीमा हुँदैन है त। सो त्यस्तै कुरा हो, बुझ्यो होइन? सो कहिलेकाहीँ चाहिँ यो सिम्पल सिम्पल कुराहरू पनि ध्यान दिनुपर्छ है। सो 7-year गर्ल हुनसक्छ। अब हेमोफिलियाको साटो अर्को के छ त? के सोच्नु पर्यो त? के सोच्नु पर्यो अर्को? डिफ्रेन्सियल डायग्नोसिस के होला? हेमोफिलिया त हुन सकेन होइन, केटी छ भने चाहिँ के हुन सक्ला त? बोन विल ब्रान्ड। होइन त्यही सोच्नु पर्यो नि त। बर्न विथ ब्रेन डिजिज सोधेको छ एक्जाममा। बर्न विथ ब्रेन डिजिज सोधेको हो, सीमा सोधेको क्वेसन हो, सीमा सोधेको छ है त। भन्न के हो। सो बुझ्यो नि होइन। हेमोफिलिया पनि सोधेको छ, बर्न विथ ब्रेन डिजिज पनि सोधेको छ है। सो केटी भन्ने चाहिँ हेमोफिलिया एन्सर गर्ने चाहिँ होइन है, बर्न विथ ब्रेन डिजिज। सो यसरी चाहिँ मिलाउनु पर्यो क्या है त। तर अरू अरू फिचर्सहरू पनि दिन्छ त्यहाँ हुन्छ है। सो के छ भनेको घोक्नी मात्रै होइन है, लजिक पनि हुनु पर्यो, कन्सेप्ट पनि हुनु पर्यो, नलेज पनि हुनु पर्यो, सबै कुरा हुनु पर्यो, सुनेको पनि हुनु पर्यो है त, गरेको पनि हुनु पर्यो है त। सो यसको एन्सर नोन एन्ड सिन्ड्रोम भयो है। यदि टर्नरमा गरिरहेछ भने रङ भयो, माइनसमा जान्छ है। सो यही हो भने चाहिँ रिलेट गर्दै पढ्नु पर्यो है। सो यसको एन्सर त टर्नर सिन्ड्रोम स्ट्रेट फरवर्डै भइहाल्यो है। नो डाउट इट इज अ टर्नर सिन्ड्रोम। सो नोन एन्डसँग फरक यही हो। सो नोन एन्ड र टर्नरको छुट्याउनु पर्छ है त। तर नोन एनमा चाहिँ के हो है त, नोन एन पनि हेर्नु अब झुकिन्छ फेरि। नोन एन चाहिँ के केटी मात्रै, सरी नोन एन चाहिँ के केटा मात्रै हो र है, केटी हुन सक्दैन त होइन। क्यान नोन एन सिन्ड्रोम बी होइन, होइन क्यान इट बी सिन इन गर्ल होइन, यो पनि त कुरा हुन्छ हेर्नुहोस् होइन। त्यही भएर फरक छुट्याउनु पर्छ है। नोन एन र टर्नरको फरक के हुन्छ त है त। ठिक छ, क्रोमोजोमल होइन डिसअर्डर हो दुवै। ओके, टर्नर भनेको 45X हो। अब फिनोटोपिकली फिमेल्स हो होइन, टर्नर भनेको फिनोटोपिकली फिमेल भयो नि त है। अब नोन्यान त जेनी हुनसक्छ। ओके, त्यो पनि याद गर्नु पर्यो है त। यदि नोन्यानमा चाहिँ नोन्यान चाहिँ फिमेल हो भने है त युजली फर्टाइल हुन्छ है त, यो चाहिँ बुझ्नुपर्छ। यदि नोन्यान चाहिँ फिमेल हो भने इन्फर्टिलिटी हुँदैन, टर्नरमा इन्फर्टिलिटी हुन्छ है। टर्नर सिन्ड्रोम भनेको इन्फर्टिलिटीको केस लिएर आउँछ अफ्स गाइनेमा है त। तपाईँहरूको चाहिँ यो है त गाइने ओपिडीमा चाहिँ तपाईँहरूलाई होइन, गाइने अफ्स ओपिडीमा इन्फर्टिलिटी प्राइमरी एमेनोरिया लिएर आउन सक्छ टर्नर सिन्ड्रोम, प्राइमरी एमेनोरिया। सो क्वेसन त अफ्स गाइनेमा पनि सोध्न सक्छ। ओके, 22-year-old फिमेल प्रेजेन्ट विथ है त नो मेन्सुरेसन है त टिल नाउ भनेर क्वेसन सोध्न सक्छ। नो मेन्सुरेसन भनेको त प्राइमरी अहिलेसम्म मेन्सुरेसनै भएको छैन त, प्राइमरी एमनोरिया हो भनेपछि त्यसरी पनि सोध्न सक्छ। सो रिलेट गर्दै पढ्ने, इन्फर्टिलिटीको क्वेसन पनि सोध्न सक्छ एक्जाममा है त। सो इन्फर्टिलिटी, प्राइमरी एमनोरिया, सेकेन्डरी एमनोरिया होइन, इन्फर्टिलिटी सबै रिलेट गरेर पढ्नु पर्यो है। त्योमा पनि छुट्टै कुराहरू छ। सो के हुन्छ टर्नर सिन्ड्रोममा है त, टर्नर सिन्ड्रोम र नोन्यानको छुट्याउने अर्को भनेको इन्टेलेक्चुअल डिसेबिलिटीबाट पनि छुट्याउन सकिन्छ है त। ओके, डिफ्रेन्स छ कि छैन है, यहाँ चाहिँ छैन रहेछ। सो एउटा टेबल चाहिँ तपाईँहरू हेर्नुहोस् है, अहिले म सेयर पनि गरौँ न।
टर्नर सिन्ड्रोम र नोन्यान सिन्ड्रोमको के हुन्छ त डिफ्रेन्स होइन इन्टेलेक्चुअल डिसेबिलिटीमा के हुन्छ त भन्नुहोस् न फटाफट त्यो आइक्यू के अरे टर्नरमा आइक्यू नर्मल हुन्छ अनि यता नुहानमा आइक्यू कम हुन्छ लो उल्टो भन्यो उल्टो भयो नि त टर्नरमा आइक्यू के नर्मल हुन्छ र लर्निङ डिसेबिलिटिज भनिरहेछ त यहीँ एलमा निमोनिक्स चाहिँ छ त यहाँ के निमोनिक्स छ टर्नर सिन्ड्रोमको यहीँ पढ्नुहोस् न तपाईँहरू है त सी अ बेबी क्लाउन ओके सी अ बेबी क्लाउन भनेछ अब के हो त एसबाट सर्ट स्ट्याचर ओके एसबाट सर्ट फोर्थ मेटाकार्पल एसबाट सेन्सोरी हेरिङ लस एसबाट सिल चेस्ट है त एबाट एमनोरिया द्याट इज प्राइमरी है त आईबाट इन्फर्टिलिटी सो दिस लिड्स टु इन्फर्टिलिटी है त बीबाट बार बडी एब्सेन्ट हुन्छ ओके बार बडी एब्सेन्ट कहिले सोध्न सक्छ कार्डियक डिफेक्ट हुन्छ क्युबाइटल भ्याल्गस यो पनि सोध्न सक्छ है क्युबाइटल भ्याल्गस पनि सोध्दै गएछ है सोध्न सक्ला भन्न खोजेको है त लर्निङ डिसेबिलिटिज छ नि त यहाँ त है लर्निङ डिसेबिलिटिज ओके भनेपछि त लर्निङ कहाँ हुन्छ त नर्मल हुँदैन कि टर्नरमा ओभरिज के हुन्छ यो जहिले पनि सोध्ने त स्ट्रिक ओभरिज है त ओके अब गोनाडोब्लास्टोमा इन्क्रिज रिस्क इफ वाइ क्रोमोजोम म्याटेरियल खासै त हुँदैन तर भयो भने चाहिँ गोनाडोब्लास्टोमा हुनसक्छ वेभ नेक कमन हुन्छ वाइडली स्पेस निप्पल कमन हुन्छ हर्सु सेप किडनिजहरू हुन्छ हर्सु सेप किडनिजहरू चाहिँ नोन्यानमा खासै हुँदैन क्या नोन्यानमा हर्सु सेप किडनिजहरू खासै कमन हुँदैन रेयरली सिन सो यहाँ क्वेसनमा के छ हर्सु सेप किडनिज भनिरहेछ है हेर्नुहोस् त हर्सु सेप किडनिज छ हाम्रो फेभर त कहाँ टर्नरतिर गयो है एउटा कुरा ओके टर्नरतिर गयो है त फेभर के पोइन्टले फेभर गर्यो लर्निङ डिसेबिलिटिजले पनि टर्नरमा गयो नि त नोन्यानमा खासै लर्निङ डिसेबिलिटिज हुँदैन ओके फरक त्यो हो ठिक छ अब यहाँ चाहिँ के छ अनडिसाइड टेस्टिज अब अनडिसाइड टेस्टिज भने टर्नर क्यान नेभर बी होइन टर्नर सिन्ड्रोम फेनोटोपिकली चाहिँ फिमेलै हो क्या मेल हुँदैन त्यो बुझ्नु पर्यो है सो इट क्यान नट बी टर्नर सिन्ड्रोम है त सो नोन्यान सिन्ड्रोममा क्यारोटाइप है त मेल अर फिमेल विथ टर्नर फिनोटाइप नर्मल क्यारोटाइप हुन्छ हेर्नुहोस् त क्यारोटाइप चाहिँ नर्मल हुन्छ क्या है त 45XO त टर्नरको हो त्यो त क्यारोटिपिकली नै प्रब्लम भयो नि त तर यो त नर्मल क्यारोटाइप हुन्छ है त जुन चाहिँ नर्मली इन्डिभिजुअलमा हुन्छ त्यही नै हुन्छ तर यसको प्रब्लम के हो अटोजोमल डोमिनेन्ट डिसअर्डर हो विथ टर्नर फिनोटाइप हो है त नुनेन भनेको सो एक्सप्लेनेसन यहाँ छ के छ भने चाहिँ अनडिसाइड टेस्ट इज सजेस्टिभ अफ नोनेन सिन्ड्रोम ओके अल्दो द वेब नेक इज अ फिचर अफ टर्नर सिन्ड्रोम द डायग्नोसिस वुड बी नोन एन्ड बिकज द पेसेन्ट इज मेल एन्ड हेज अनडिसेन्टेड टेस्टिस बुझ्यो तर नोन एन्ड सिन्ड्रोम क्यान बी अ गर्ल ओके मैले अघि नै भने नि नोन एन्ड सिन्ड्रोम केटी हुन सक्छ नि त भन्न खोजेको है सो यदि केटी नै हो भने केले छुट्याउँछ भन्दाखेरि लर्निङ डिसेबिलिटीले छुट्याउँछ फर्टिलिटी है त लर्निङ डिसेबिलिटी इनफर्टिलिटी र तपाईँहरूको चाहिँ हर्सुसेप किडनी चाहिँ टर्नर सिन्ड्रोमतिर फेभर गर्यो है त फर्टिलिटी फर्टाइल फिमेल ओके नो लर्निङ डिसेबिलिटी है त रियरली हर्सुसिभ किडनिजले नो न्यानतिर फेभर गर्यो है सो कुन कुन पोइन्टले नो न्यानतिर लगिरहेछ कुन पोइन्टले टर्नरतिर लगिरहेछ यदि फिमेल हो भने त्यो बुझ्नु पर्यो है त यदि अनडिसेन्डेड टेस्टिस भनिरहेछ अरू होइन टर्नरको जस्तो क्यारेक्टरिस्टिक्स आइरहेको छ भने त्यो त नो न्यान सिधै भइहाल्यो है झुक्किने कुरा छैन ओके सो कार्डियक एब्नोर्मालिटी पनि सोध्न सक्छ टर्नरको है त बाइकस्पिड अर्टिक भल्भ हो सोधेको क्वेसन हो याद गर्नुहोस् इट इज नट कोएक्टेसन अफ अवटा रिमेम्बर द्याट है त टर्नरको चाहिँ बाइकस्पिड अर्टिक भल्भ नै हो ओके मोस्ट कमन चाहिँ बाइकस्पिड अर्टिक भल्भ हो डक्टर साहबहरू है यो बुझ्नु आवश्यकता छ ओके र तपाईँहरूको चाहिँ यहाँ के छ है त नोन्यानको चाहिँ पल्मोनरी स्टोनोसिस हो यो पनि बुझ्नु आवश्यक नोन्यानको चाहिँ पल्मोनरी स्टोनोसिस हो है टर्नरको चाहिँ बाइकस्पिड अर्टिक भल्भ हो डाउनको चाहिँ इन्ड्रोकार्डियल कुसन हो ओके यो चाहिँ याद गर्नु मार्फनको के हो मार्फन सिन्ड्रोमको के हो त मार्फन सिन्ड्रोमको भन्नुहोस् त मार्फन सिन्ड्रोमको के हुन्छ कार्डियक एनोमली एओर्टिक रिगर्जिटेसन एओर्टिक रुट डाइलेटेसन होइन अर्टिकमा होइन बढी अर्टिक भल्भमा हुन्छ ओके अरूहरू पनि हुन्छ है
पढ्नु सबै मार्फन सिन्ड्रोम पनि। क्लिनफेल्टर सिन्ड्रोम होइन, अब यसको त क्वेसन छैन है, टाइम पनि छैन। अब क्लिनफेल्टर सिन्ड्रोम तपाईँहरूले अप्सनमा त क्लिनफेल्टर पनि देख्यो नि त होइन। अप्सन यहाँ पनि छ, अप्सन सीमा क्लिनफेल्टर छ होइन, यहाँ अप्सन एमा क्लिनफेल्टर छ। ओके, आइल टक अबाउट द क्लिन फिल्टर सिन्ड्रोम है, यो पनि क्वेसन्स हुन सक्छ। क्लिन फिल्टर मेल भयो, 47XX भयो, वाइ भयो कमनली है त। क्लासिकल त्यो अरू भ्यारिएन्ट हुनसक्छ, अरू भ्यारिएन्ट 46XY नै हुनसक्छ, 47। ओके, के छ डबल एक्सएक्स। ओके, यहाँ चाहिँ हुनसक्छ वाइ होइन, 48 XXY हुनसक्छ। ओके, 49 क्वाड्रुपल XY हुनसक्छ होइन, भ्यारिएन्टहरू हुनसक्छ, तर कमनली जुन चाहिँ हो त्यो चाहिँ जान्नु पर्यो है। ओके, यो म्युटिक नन डिसफङ्सन यो त खासै नसोध्ला। ओके, अब यसको फिचर्सहरू के छ, लङ आर्म्स लङ लेग्स क्या है त, डिसप्रपोर्सनेटली लङ्स आर्म एन्ड लेग्स क्या है, लामो हातहरू देखियो, लामो खुट्टाहरू देखियो भने दुईवटा कुरामा फोकस हुनु पऱ्यो, एउटा चाहिँ क्लिन फिल्टर हुनसक्छ, अर्को मार्फन हुनसक्छ भनेर बुझ्यो। यदि लामो हातहरू देख्यो, लामो खुट्टाहरू देख्यो भने कि त यो मार्फन हो कि त क्लिन फिल्टर हो, यो चाहिँ बुझ्नु पर्यो है। अब क्लिन फिल्टरमा अरू के हुन्छ, मेट्रल भल प्रोल्याप्स हुनसक्छ, मेन्टल रिचर्ड होइन रिटार्डेसन हुनसक्छ। ओके, आइक्यू होइन भने लो हुनसक्छ, लर्निङ डिसेबिलिटिजहरू हुनसक्छ, ल्याक अफ सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक्सहरू हुनसक्छ। ओके, गाइनेकोमास्टिया है, यो बुझ्नु बुझ्नु गाइनेकोमास्टिया इम्पोर्टेन्ट है क्लिन फिल्टरमा। ओके, हाई रिस्क अफ ब्रेस्ट कार्सिनोमा। ओके, ब्रेस्ट कार्सिनोमाको रिस्क केमा बढ्छ, क्लिन फिल्टर सिन्ड्रोम होइन सर, केटामा पनि ब्रेस्ट क्यान्सर हुन्छ त हुन्छ त। ओके, कुन कुन कन्डिसनमा हुन्छ त्यो जान्नुपर्छ। ओके, मेलमा पनि क्यान्सर त हुन्छ नि, फिमेलमा मात्रै ब्रेस्ट क्यान्सर हुन्छ भनेर बस्ने होइन, मेलमा पनि हुनसक्छ। हेर्नुहोस् त क्लिन फिल्टरमा हायर रिस्क रहेछ। एजोस्पर्मिया हुन्छ, यो सोध्न सक्छ है, टेस्टिकुलर डिसेनेसिस इन्फर्टिलिटी, यो पनि सोध्न सक्छ। ओके है त, क्लिन फिल्टरहरू लम्बु नै हुन्छ धेरै जस्तो है, अग्लो नै हुन्छ, तर एउटा भ्यारिएन्ट हुन्छ 49 क्वाड्रुपल XYमा चाहिँ, त्योमा चाहिँ सर्ट हुन्छ है त। टर्नर सर्ट हुन्छ है त, नो एन्ड सर्ट हुन्छ, डाउन पनि छोटो नै हुन्छ धेरै होइन, लम्बु हुँदैन डाउन चाहिँ है। क्लिन फिल्टर चाहिँ अलिक अग्लो हुन्छ है। ठिक छ, अब हाइटको कुरा गर्दाखेरि डिस्प्रोपोर्सन लङ आर्म्स एन्ड लेग्स है त, अब आर्म्सहरूको कुरा गऱ्यो भने होइन, यो चाहिँ एकदम हुन्छ होइन। मार्फन धेरै अग्लो हुन्छ है, थिन हुन्छ है मार्फन सिन्ड्रोमको, यो पनि बुझ्नु पर्यो सर। क्लिन फिल्टर खासै क्वेसनमा एक्जाममा सोधेको छैन है, युजली क्लिन फिल्टर सोधेको छैन, तर नो न्यानहरू होइन, टर्नरहरू डाउनहरू सोधिरहेछ है। अर्को फ्रजाइल योमा सोधिरहेछ। अब फ्रजाइल एक्स सिन्ड्रोम यो सीईको हिट म पछि पढाउँला तपाईँहरूलाई। यो फ्रजाइल एक्स सिन्ड्रोमसँग रिलेटेडहरू छ के, त्यो भनेको यो तपाईँको ट्राइन्युक्लियोटाइड रिपिटको क्वेसनहरू चाहिँ सोधिरहेको हुन्छ है, त्योमा पढो त होइन। ट्राइन्युक्लियोटाइड रिपिट यो जेनेटिक कन्डिसनहरूमा यो चाहिँ सीमा हिट क्वेसन हो, त्योमा चाहिँ म फ्रजाइल एक्स सिन्ड्रोमको बारेमा त्यो बेला भनौँला है त, अहिले म भन्दिनँ है। जस्ट तपाईँहरू ट्राइन्युक्लियोटाइड रिपिट हेरिराख्नु है, त्योमा पनि आउँछ है त, यो सिएजीवालादेखि लिएर होइन के छ त्यो हेर्नुहोस् होइन, सिजिजीवाला के छ है, यो ट्राइन्युक्लियोटाइड रिपिटहरू है। ओके, ट्राइन्युक्लियोटाइड रिपिट पनि सीको चाहिँ फेभरेट क्वेसन हो। ओके, थाहा हुनु पऱ्यो नि त सीईको फेभरेट क्वेसन के हो, सर मैले त सुनेकै थिएन फ्रजाइल एक्स सिन्ड्रोम भनेर बस्नु पऱ्यो होइन, सीमा त सोधेको क्वेसन हो। ओके, हिट क्वेसन हो। ओके, हिट क्वेसन हो। ओके, हिट क्वेसन के हो जान्नु पऱ्यो है त। सिलेबस त धेरै छ नि, सिलेबस यति महासागर छ कि कुन टच गर्ने, अब तपाईँहरूलाई एक वर्षमा एउटा मेडिसिन पनि भ्याउँदैन क्या भन्ने टाइपको हुन्छ नि त होइन। मेडिसिन एक वर्षमा पनि भ्याउँदैन क्या पढ्यो भने त, तर 19वटा सब्जेक्ट एक वर्षको प्रिपेरेसनमा कहाँ भ्याइन्छ त, इम्पोसिबल हो नि त, सिलेबसै भ्याउन सकिन्न के। ठिक छ, सिलेबस भ्याउने होइन नि त एक्जाममा त। इट्स नट एबाउट फिनिसिङ द सिलेबस है, मैले होइन अहिले पछि पनि टच गर्छु। ओके, इट्स नट एबाउट फिनिसिङ द सिलेबस है, एक्जाम इज नट एबाउट द सिलेबस, यति कुरा चाहिँ ध्यान राख। एक्जाम सिलेबस सकाएर, सिलेबसहरू सबै सकाएर मास्टर गर्ने चाहिँ होइन, यो कुनै तपाईँहरूको सब्जेक्टिभ होइन, तपाईँहरू क्वेसन एन्सर गर्ने यो कुनै होइन एक्जाम होइन, इट इज अल एमसिक्यु बेस्ड कम्पिटेटिभ एक्जाम हो। वाट एभर यु हेभ रेड है त, इट सुड बी के छ त है त 100% के
है त याद हुँ एक्जाममा 100% मिलाउन सक्नु पर्यो, त्यही कुरा हो, ठुलो कुरा त्यही नै हो। है त आइफोन बिजीले हात उठाउनु भएको छ, ओके सोध्नु त के छ। त्यही त्यो अहिलेको 1 मन्थ अब आजबाट छ होइन, त्यो 1 महिनामा चाहिँ भन्नाले अम, कसरी के प्लान गर्ने भनेर। ठिक छ त्यसको पनि भनौँ होला म लास्टमा है त। ल हुन्छ हस् त। ओके यस्तो सिम्पल रुलहरू भन्छु म, है तिमीहरूले त्यो रुलहरू फलो गर्यो भने हेर लास्ट 1 मन्थमा आइरहेछ दाइले भनिरहेछ होइन, यो चाहिँ 9 महिना अगाडि 10 महिना अगाडि भने भए हुन्थ्यो भन्ने त हुन्छ धेरैलाई है त। सरी इट वाज नट माई फल्ट म भन्छु है त कि 9 महिना अगाडि मैले आएर भनिनँ यो मेरो फल्ट होइन। ओके इट्स नट मी हु इज गिभिङ द एक्जाम है त, इट्स यु हु इज गिभिङ द एक्जाम होइन। त्यही भएर तिमीहरू क्युरियस हुनु पर्यो, तिमीहरूले पहिला नै प्लान गर्नु पर्यो, तिमीहरू पहिला नै प्रिपेयर्ड हुनु पर्थ्यो है। बट है त होप त हुन्छ, 1 मन्थ इज अल्सो होप होइन, 1 डे इज अल्सो होप। हेर 1 डेले पनि ऱ्याङ्क चेन्ज गर्छ भने 1 मन्थले त डेफिनेटली गर्छ भाइ बहिनीहरू। सो इट्स नेभर टु लेट है त, बुझ्यो इट्स नेभर टु अर्ली है त, अर्ली पनि होइन लेट पनि भएको छैन। लाइफ भनेको यस्तै हो हेर है त, एभ्रिथिङ हेज अ टाइम है त। सो म त्यो लास्टमा भन्छु है त। अब हेर मैले अर्को के गर्ने भनेको थिएँ मैले है त, साइकेट्रिक इमर्जेन्सीमा दुईवटा कन्डिसन होइन, एउटा न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम, अर्को चाहिँ सेरोटोनिन सिन्ड्रोमको बारेमा भन्छु भनेको थिएँ है। हेर म त साइकेट्रिक रेजिडेन्ट डक्टर हो, आई विल बी साइकेट्रिस्ट इन फ्युचर। सो मेरो साइकेट्रीसँग त छुट्टै लभ छ होइन, साइकेट्री इज माई लभ होइन, होइन इट इज माई लभ फर के त यो डक्टरको रूपमा होइन। सो हेर तिमीहरू पनि आफ्नो लभ चाहिँ पहिचान गर हेर, लभ भनेको केटाले केटीलाई लभ गर्ने लभ होइन, केटीले केटालाई लभ गर्ने होइन है त। तिमीहरूको स्पेसलिस्ट बन्ने होइन, तिमीहरू कुन चाहिँ स्पेसलिटी चुज गर्ने त त्यसको होइन, त्यो कुनमा होइन, यु हेभ टु लभ योर स्पेसलिस्ट नि होइन, के स्पेसलिटी भन्छ नि, यु हेभ टु लभ योर फिल्ड के है त। जुन फिल्डमा तिमीहरूको प्यासन छ, जुन फिल्डमा तिमीहरूको चाहिँ के छ त जुनुन छ, जुन फिल्डमा तिमीहरू चाहिँ यु क्यान ह्याभ ग्रेट सक्सेस, त्यो फिल्ड रोज्ने हो जहिले पनि है त। यही माइन्ड सेटले चल्ने हो। इट्स लाइक अ सेकेन्ड म्यारिज भन्छ नि, फर्स्ट म्यारिज त तपाईँहरू आफ्नो लभसँग होइन, कोही केटाले केटीसँग गर्छ, केटीले केटासँग गर्छ, त्यो अब आफूले मन परायो अथवा एरेन्ज एरेन्ज के छ त्यो भयो, त्यो त फर्स्ट म्यारिज भइहाल्यो। सेकेन्ड म्यारिज यो हो डक्टरको चाहिँ भन्छ नि होइन, एउटा पोडकास्टमा पनि सुनेको थिएँ नि मैले है। सो फिल्ड चुजिङ अ फिल्ड इज लाइक अ सेकेन्ड म्यारिज टु यु है, होइन। फेरि हेर्नु मोस्ट अफ द टाइम वी स्पेन्ड आवर टाइम वेयर होम, घरमा बिताउँछ नो, हस्पिटल हो होइन, हस्पिटलमा बढी टाइम बिताइरहेको हुन्छ हामीले। ल ठिक छ अहिले तिमीहरूको प्रिपेरेसन टाइम छ, अहिले तिमीहरू घरमै बिताइरह होला, रुममै बिताइरह होला होइन। अहिले त म त हस्पिटलमा बिताइरहेको छु नि त मेजोरिटी अफ टाइम है त। म जस्तै धेरै साथीहरू मेजोरिटी हस्पिटलमै बिताइरहेछ, भाइ बहिनीहरू पनि हस्पिटलमै बिताइरहेछ, दाइ दिदीहरू सबै हस्पिटलमै बिताइरहेछ नि त डक्टर्सहरू होइन। ओके सो चुज योर फिल्ड वाइजली भन्छ नि त होइन। सो ल अब हामी योमा जाउँ है त, यो क्वेसनमा जाउँ। क्वेसन त लामो नै हुन्छ, टाइम होइन छोटो हुन्छ, त्यही भएर सठिक पढ्ने सठिक एन्सर दिने है त, नो बकवास हुन्छ है। सो 44 year बिजनेसम्यान केम विथ क्याजुअलिटी विथ हेडेक, नजिया, भमिटिङ, डाइफोरोसिस सिन्स अर्ली मर्निङ भनेछ। हि वाज डायग्नोज विथ डिप्रेसन 4 months ब्याक एन्ड हेज बिन अन पेनेल जिन। He gives the history of attending an office party the previous night when he consumed some red wine. On examination, his BP was 190 by 120. This is the emergency. होइन, what is a false about his present condition? What is a false? हेर्नुहोस् त क्वेसन त होइन ट्रिकी नै छ नि त, फल्स एबाउट हिज प्रेजेन्ट कन्डिसन सोध्थ्यो होइन, इट्स अ ट्रिकी क्वेसन। सो द कन्डिसन इज लेस कमन इज सेलिजिनिन है त एमा, बीमा सुड बी ट्रिटेड विथ फेन्टोलामाइन, सी ही इज सफरिङ फ्रम सेरोटोनिन सिन्ड्रोम, डी टाइरामाइन इज इन्भल्भ इन द प्याथोजेनेसिस अफ द कन्डिसन। होइन हेर्नुहोस् त मजाको क्वेसन छ है, मलाई मजा लाग्यो कि यो क्वेसन, त्यही भएर मैले ल्याएको छु।
है त यस्तै त नसोध्ला तर रिलेटेड सोध्छ है त एन्सर सबले च्याटमा गर्नुहोस् कसैले नभन्ने के होइन अब यो पनि हुन्छ नि त ओ यस आई मेड अ राइट एन्सर अथवा आई मेड अ रङ एन्सर त्यो वाला फिलिङ आउनु पर्यो सबलाई है ओके गर्दै जानु है हामीलाई टाइम चाँडै भ्याउनु पर्छ है 1 मिनट टाइम हुन्छ क्वेसन गर्नुहोस् है 1 मिनट एक्जाममा पनि डिस्ट्र्याक्सन हुन्छ यसरी नै बोलिरहेको हुन्छ है है अब त्यहाँ कराइरहेको हुन्छ ध्यान जानु पर्यो मैले बोलिरहेको छु डिस्ट्र्याक्सन गरिरहेछ भने होइन फेरि डिस्ट्र्याक्ट नहुनु होला होइन क्वेसन र अप्सन पढेर एन्सर गर्नु होला एक्जाममा पनि डिस्ट्र्याक्सन हुन्छ है इन्भिजिलेटर कराइरहेको हुन्छ अथवा के भनिरहेको हुन्छ कोही यताउता गरिरहेको हुन्छ कोही टोइलेटबाट आइरहेको हुन्छ होइन त्यो डिस्ट्र्याक्सन त हुन्छ नि त एकदम भयो है सबले भयो नि एन्सर सबले दियो होइन जसले दिएन तिमीहरूकै के छ लुज के छ लस हो होइन इट्स योर लस है त नट माई गेन क्या इट्स योर लस है भन्ने हुन्छ नि त्यो होइन तिमीहरूकै लस हो है ठिक छ जसले एन्सर गरेन ल अब डिस्कस गरौँ हेर क्वेसन यस्तो सोध्यो भने हेर जहिले पनि भाइ बहिनीहरू जहिले पनि यो किन दिन्छ भन्नेमा हुन्छ क्या यो किन दिइरहेछ होइन यो हेड्याक दिइरहेछ नजिया भमिटिङ दिइरहेछ डाइफोरेसिस दिइरहेछ होइन अर्को यो किन दिइरहेछ यो औषधि किन दिनु पर्यो है योहरू एकदम हेर क्वेसन पढ्दाखेरि यस्तै यस्तै की नोटहरू चाहिँ मतलब की पोइन्टरहरू की वर्ड्सहरू हुन्छ कि की वर्ड्स भन्छ नि जस्तो होइन गौतम बुद्ध भनेपछि के आउँछ दिमागमा कुहिरेलाई है त ल्यान्ड अफ बुद्ध अथवा ल्यान्ड अफ के अरे माउन्टेन होइन एभरेस्ट माउन्ट एभरेस्ट भन्यो भने कुहिरेलाई अथवा विदेशीलाई के आउँछ दिमागमा माउन्ट एभरेस्ट भन्ने बित्तिकै के आउँछ नेपाल आयो है त ल्यान्ड अफ गौतम बुद्ध होइन वन भनेको नेपाल आयो नि त त्यस्तै हो नि त किवर्ड भनेको के भयो त ओके होइन लर्ड गौतम बुद्ध अनि माउन्ट एभरेस्ट होइन किवर्ड्स भयो नि त नेपालको एक्जाम्पल है मैले दिएँ होइन किवर्ड्स होइन अहिलेको किवर्ड्स त होइन अब रिसेन्ट किवर्ड्स त सपोज मानिलियो जेनजी रिभोल्युसन होइन तर हुन त जेनजी रिभोल्युसन त अरू अरू देशमा पनि भयो तर नेपालको त अलिक त्यो भयो नि त होइन सो यस्तै यस्तै बुझ्यो भनेपछि किवर्ड्स ओके बालेन भन्ने बित्तिकै के छ त काठमाडौँको मेयर भने चाहिँ काठमाडौँको मेयर बालेन किवर्ड्स भयो नि त त्यो त है त्यसरी के मान्छेले कसरी गर्नु त्यसै गरी डायग्नोसिस पनि किवर्ड्सले डायग्नोसिस गरिन्छ नि त ओके किवर्ड्सहरूले डायग्नोसिस हुन्छ अनि को एन्सर पनि किवर्ड्सहरू यहाँ क्वेसनमा के किवर्ड्स दिएको छ त्यसरी नै सोच्नु पर्यो है किवर्ड्स के दिएको छ हेर्नु हेरौँ है रेड वाइन किन दिनु पर्यो बेकार होइन बेकारमा रेड वाइन किन दिनु पर्यो त है त यहाँ दुःख गरेर रेड वाइन किन हाल्नु पर्यो है अर्को यहाँ बिपी किन हाल्नु पर्यो त है हेर्नुहोस् त कतिवटा छ एउटा छ दुईवटा पोइन्टर छ तिनवटा छ चारवटा पोइन्टर छ है त चारवटा पोइन्टरले डायग्नोसिस भन्नुहोस् त के होला यो कन्डिसन के होला के भयो होला यो 44 इयर ओल्ड बिजनेसम्यानलाई के भयो होला 44 हाइपर वर्षको बिजनेसम्यानलाई के भयो होला हजुर हाइपरटेन्सिभ क्राइसिस यस हाइपरटेन्सिभ क्राइसिस त हो तर स्पेसिफिक हुनु पर्यो के हो त के आई कन्डिसन हो थिङ्क मोनोमाइन अक्सिडेज सायद टक्सिसिटी एउटा थियो जो सेरोटोनिन त हुन्न किनभने मैले सेरोटोनिनको फिचरहरू यससँग म्याच गरेन के त्यो हेडेकहरू नसिया एन्सर के भोमिटिङ हुन्छ त एन्सर के भयो त यो एन्सर त यसको एन्सर के भयो त्यो क्वेसनको क्वेसनको सी हुन्छ हि इज सफरिङ फ्रम सेरोटोनिन भनिरहेको छ नि फल्स एबाउट भनिरहेको छ त्यही भएर यो सेरोटोनिन त हुँदैन यस द्याट इज द करेक्ट एन्सर ओके सो युल गेट वान इफ युर एन्सर इज सी युल गेट वान यहाँ फल्स भनिरहेछ नि त कुन गलत हो यो चारवटा मध्ये यो कन्डिसनको कुन गलत हो डेफिनेटली सी इज गलत होइन सी इज त गलत नै हो नि यो सेरोटोनिन सिन्ड्रोम हुनै सक्दैन ओके सेरोटोनिनमा मेन त्यो हाइपरथर्मिया र हाइपर रिफ्लेक्सिया ती दुइटा ठिक छ अब यो कन्डिसन चाहिँ के हो त होइन यो 44 इयर बिजनेसम्यानलाई सेरोटोनिन सिन्ड्रोम भएको होइन सो हेर्नुहोस् न हाम्रो चाहिँ एन्सर त हामीलाई क्लियरली थाहा पायो
तर हामीलाई क्वेसन त फेरि एक्जाममा यही नसोध्न सक्छ। हामीलाई क्वेसन वाट इज द प्रोबेबल डायग्नोसिस सोध्न सक्छ होइन। सो यो प्रोबेबल डायग्नोसिस इज के त अब तिमीहरूले भने ठिकै हो है त, हाइपोटेन्सिस होइन। अन्त त्यसो के भयो त यता के भयो त चिज, चिज सम्झिने नि के हो चिज के रियाक्सन होइन, चिज रियाक्सन भयो। चिज रियाक्सन केले हुन्छ त ओके। चिज रियाक्सन केले हुन्छ हेर्नु, रेड वाइन छ, फेनेल्जिन खाइरहेछ है तिमीहरूले भने जस्तै है त, हाइपरटेन्सिभ त्यो भइरहेछ। सो चिज रियाक्सन, अब हेर चिज रियाक्सन कसरी हुन्छ यसको प्याथोफिजियोलोजी ओके यो थाहा हुनु पर्यो। टाइरामाइनको इन्भल्भमेन्ट, हाइपरटेन्सिभ क्राइसिस है त, ठिक छ। हाइपरटेन्सिभ क्राइसिस भइरहेछ है, वाट इज यर डायग्नोसिस भनेर कहिलेकाहीँ हाइपरटेन्सिभ क्राइसिस पनि अप्सनमा हुनसक्छ, चिज रियाक्सन नहुन सक्छ अप्सनमा कहिलेकाहीँ है, हाइपरटेन्सिभ क्राइसिस पनि हुनसक्छ, ठिक छ। हाइपोटेन्सिभ क्राइसिस भइरहेछ ओके। सो यहाँ चाहिँ के छ त, पेसेन्टले फिनेल्जिन खाइरहेछ, फिनेल्जाइन द्याट इज अ नन सेलेक्टिभ माओ बी होइन, माओ इनिभिटर। सो माओ इनिभिटर होइन, अघि भन्दै थिएँ नि माओ इनिभिटरको रियाक्सन हो भने, राइट युआर राइट होइन। अब चिज रियाक्सन भने भए चाहिँ खुसी हुन्थेँ म, ठिकै छ जति भने ठिक छ। माओ इनिभिटर है त, डेभलप द क्लिनिकल फिचर्स अफ चिज रियाक्सन ह्याभिङ अ टाइरामाइन रिच फुड आइटम। टाइरामाइन रिच फुड आइटम के हो, रेड वाइन हो। किन रेड वाइन दिनु पर्यो भन्दै थियो नि त, हो टाइरामाइन हुन्छ नि त होइन, रिच फुड। चिज हुन्छ नि त, मिल्क हुन्छ है। सो इनिभिसन अफ माओ ए है त, माओ ए आइसोफर्म प्रिभेन्ट्स द मेटाबोलिजम, यो अब पढ्नुहोस् आफै है, किन हुन्छ माओ ए है त, यो कसरी हुन्छ, टाइरामाइनको मेटाबोलिजम के हुन्छ त्यो पढौँ। त्यसले गर्दा हाइपरटेन्सिभ क्राइसिस हुन्छ ओके, बिपी बढ्छ, बिपी सुट खान्छ होइन ड्यु टु टाइरामिन ओके। ड्रग अफ चोइस के हो, ड्रग अफ चोइस डेफिनेटली इट इज ट्रिटेड विथ फेन्टालोमाइन है त। सो ड्रग अफ चोइस इज फर, सोध्छ क्वेसन सोधेछ इक्जाममा, ड्रग अफ चोइस फर हाइपरटेन्सिभ क्राइसिस इन चिज रियाक्सन इज भनेर सोधेको छ, एमा फेनोक्सिबेन्जामाइन है त, ठिक छ। बीमा के छ त निकार्डिपिन, सीमा फेन्टोलामाइन ओके, डीमा लेबिटोलोल होइन, यसरी जे पनि सोध्न सक्छ, एन्सर फेन्टोलामाइन हुनु पर्यो ओके। सो इट इज राइट, सुड बी ट्रिटेड विथ फेन्टोलामाइन, इट इज राइट ओके। लेस कमन इज सेलेजिन है, सेलेजिनिनहरूमा हुँदैन ओके। यो चाहिँ माओ एमा चाहिँ हुन्छ के, लाइक तपाईँहरूको चाहिँ यो फेनेल्जिनहरूमा हुन्छ है कमनली चाहिँ। अनि अर्को टाइरामिन, डेफिनेटली टाइरामिन नै हो नि त प्याथोजेनेसिसमा भनेपछि एबिडी इज द ट्रु स्टेटमेन्ट ओके, ट्रु स्टेटमेन्ट अफ दिस कन्डिसन, वेयर एज सी इज द फल्स स्टेटमेन्ट। हामीलाई क्वेसनले फल्स सोधिरहेछ, सो यो एन्सर सुड बी सी, चिज रियाक्सन ओके। नेक्स्ट क्वेसन गरौँ है, ठिक छ। अब यो क्वेसन गरेपछि त हामीलाई सबै आइडिया चाहिँ हुन्छ है। त्यसपछि हामीलाई अघि भन्दै थियो नि त है, डक्टर साहबले के भन्दै थियो त होइन, ओके दाइ मैले त यो फिचर भन्यो भने सेरोटोनिन सिन्ड्रोम हुन सक्छ भनेको थियो, अब यो क्वेसनमा गर्नु पर्यो नि त ओके। ल नेक्स्ट क्वेसन, अ पेसेन्ट विथ कम्प्लेक्स साइकेट्रिक हिस्ट्री इज अन मोनोमाइन अक्सिडेज इनिभिटर, सी विजिट्स अर प्राइमरी केयर फिजिशियन विथ इन्क्रिजिङ डिप्रेसन, द फिजिशियन एड्स अ एसएसआरआई होइन, सेरोटोनिन सेलेक्टिभ सेरोटोनिन रिअप्टेक इनिभिटर, विच अफ द फलोइङ इज सी मोस्ट लाइकली टु डेभलप ओके। एन्सर च्याटमा गर्ने, फिभर रिजिडिटी डाइलेटेड प्युपिल्स हाइपर रिफ्लेक्सिया, फिभर रिजिडेड नर्मल प्युपिल्स हाइपो रिफ्लेक्सिया, फिभर नर्मोटोनिया डाइलेटेड प्युपिल्स नर्मल रिफ्लेक्स, फिभर रिजिडिटी नर्मल प्युपिल्स एन्ड रिड्युस बाउल साउन्ड है। के हुन्छ फटाफट एन्सर दिनु, सबले दिनुहोस् होइन, इजी भयो है। डायग्नोसिस त थाहा भइसक्यो त, वाट इज द डायग्नोसिस यो थाहा भइसक्यो होला होइन है, डायग्नोसिस के हो यो सेरोटोनिन अघि सिन्ड्रोम। होइन, सेरोटोनिन सिन्ड्रोम। अब सेरोटोनिन सिन्ड्रोममा के हुन्छ है त, है त जान्नै पर्छ है, 500वटा कुराहरू जान्नै पर्छ। न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोममा के हुन्छ 500वटा जान्नै पर्छ। एन्टिकोलिनर्जिक ड्रग टक्सिसिटीमा के हुन्छ, अथवा ट्राइसाइक्लिक एन्टिडिप्रेसन टक्सिसिटीमा के हुन्छ त्यो जान्नै पर्छ। सो हामीलाई यहाँ चाहिँ सेरोटोनिन सिन्ड्रोममा हामीलाई फिभर हुन्छ भनिरहेको थियो, रिजिडिटी हुन्छ भनिरहेको थियो होइन, रिजिडिटी त भनेको थिएन होला, रिफ्लेक्स बढ्छ भनिरहेको थियो होइन। अब फिभर र रिफ्लेक्स बढ्छ है त, र डाइलेटेड पिपुल पनि हुन्छ है। सो एन्सर त यही भयो भने तिमीहरूको 1 मार्क्स आयो है। अब है त अरू अरू के बी के को हो त, ल ए त सेरोटोनिन सिन्ड्रोम भयो नि त, सो डायग्नोसिस इज सेरोटोनिन सिन्ड्रोम होइन। बी चाहिँ के कन्डिसन हो त,
बी भयो भने के हुन्छ है त? बी चाहिँ के हो? फिभर हुने, रिजिडिटी हुने, नर्मल पिपिल हुने, हाइपोरिफ्लेक्सिया हुने कुन कन्डिसन हो? मेनिन्जाइटिस। होइन होइन, हामी कहाँ मेनिन्जाइटिसतिर छैनौँ नि, हामी त साइकेट्रिक इमर्जेन्सीमा छौँ नि त। फिभर, नर्मोटोनिया हुने, डाइलेटेड पिपिल हुने, नर्मल रिफ्लेक्स हुने केमा हो? ओके, फिभर हुने, रिजिडिटी हुने, नर्मल पिपिल हुने, रिड्युस बाउल साउन्ड कुन हो त? त्यो त जान्नु पर्यो। न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम र सेरोटोनिन सिन्ड्रोम कसरी छुट्याउने त? यो त क्लियर कट सेरोटोनिन सिन्ड्रोम हो डायग्नोसिस, किनभने यहाँ माओ इनिबिटर र एसएसआरआई बी भन्ने बित्तिकै आँखा चिम्लेर सेरोटोनिन सिन्ड्रोम हान्ने हो। माओ बीको त्यही न्युरो होइन म्यालिग्नेन्ट सिन्ड्रोम हुन्छ। के को बीको हो? न्युरोलेप्टिक म्यालिग्नेन्ट हाइपोरिफ्लेक्सिया छ नि त, अनि नर्मल पिपल छ। सी चाहिँ के हुन्छ त नत्र भए है? डी के हुन्छ त? सबैको त होला नि त एउटा एउटा त, होइन? यतिको अप्सन त दिँदैन। ओके है, हेरौँ है त अब के हुन्छ त है त। हामी अनि न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोमको पनि हामीले चाहिँ पढ्नुपर्छ है। हेर्नुहोस् अब एनएमएस र सेरोटोनिन सिन्ड्रोम होइन, प्लस अरू अरू होइन, टिसिएवाला सबै योवाला चाहिँ एन्टिकोलिनर्जिकवाला अहिले पछि म टेबलमा तपाईँहरूलाई पुरै टेबल दिन्छु, त्यो एक्सप्लेन गर्छु होइन। सो यो अहिलेलाई चाहिँ यो अब तिमीहरूको मिल्यो कि मिलेन हेर है। सो डेफिनेटली होइन, हेर ठिक छ। अप्सन डी त चिनेनौ तिमीहरूले होइन, अप्सन सी पनि चिनेन, अप्सन बी मात्रै चिन्यो होइन। किनभने सेरोटोनिन सिन्ड्रोम र न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम चाहिँ हाम्रो मेन टपिक थियो। तर एन्टिकोलिनर्जिक टक्सिसिटीको पनि क्वेसन त सोधेको छ हेर एक्जाममा है। एन्टिकोलिनर्जिक टक्सिसिटी, म्यालिग्नेन्ट हाइपरथर्मिया पनि सोधेछ है एनेस्थेसियोलोजीमा। ओके, फार्माकोलोजीमा है त एन्टिकोलिनर्जिक टक्सिसिटी सोधेको छ। सो यो पनि त सोधेको छ, न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम पनि सोधेको छ है त। हामीले एन्सर त मिलायो सेरोटोनिन है त, तर हामीलाई अरू अप्सनहरू पनि जान्नु पर्यो है। सो बी त राइट डेफिनेटली होइन। रिफ्लेक्स कम हुने होइन, नर्मल पिपिल हुने र फिभर रिजिडिटी हुने, रिफ्लेक्सले छुट्याउँछ है। न्युरोलेप्टिक म्यालिग्नेन्ट अरू अरू पनि छ, अरू अरू इन्भेस्टिगेसन्सहरू पनि गर्ने। ट्रिगर के हुन्छ त्यो याद गर्ने डक्टर साहबहरू। ट्रिगर केले हुन्छ त? अफेन्डिङ एजेन्ट के हो त? अफेन्डिङ एजेन्ट के छ त? ओके, त्यो पनि त इम्पोर्टेन्ट छ। तिमीहरूले अहिले नै तिमीहरूको एक्जाम बिग्रिन सक्ने अफेन्डिङ ट्रिगर्स के हुनसक्छ त है त? त्योहरू याद गर। तिमीहरू स्लो छौ होइन, टाइम म्यानेजमेन्ट राम्रो छैन, त्यो ट्रिगर हुनसक्छ एक्जाम बिग्रिने ट्रिगर। यु आर गुड इन होइन स्टडी, यु हेभ प्र्याक्टिस्ड होइन होइन, बट टाइम म्यानेजमेन्ट इज योर ट्रिगर भने नै तिमीहरूको बिग्रिन सक्छ। यु आर नट कन्फिडेन्ट, त्यसले पनि ट्रिगर हुनसक्छ एक्जाम बिग्रिने। ओके, यु आर अ ओभर थिङ्कर, त्यो पनि ट्रिगर हो एक्जाम बिग्रिने। ओभर थिङ्कर ट्रिगर होइन, धेरै थिङ्क गऱ्यो भने नि बिग्रिन्छ नि त कुरा त होइन। हो त्यही भएर यो पनि बुझ्नुपर्छ ट्रिगर्सहरू के हो त। न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोमको एन्टिसाइकोटिक्स हो है त। तर सेरोटोनिन सिन्ड्रोमको चाहिँ यो एसएसआरआईहरू माओ इनिबिटरको कम्बिनेसनहरू डेडली है त। यो के अरे सेरोटोनिन सिन्ड्रोम गर्ने चाहिँ है त। न्युरोलेप्टिकमा मेनली एन्टिसाइकोटिक्स हुन्छ। अब हामी पढौँ है त यो कसरी छुट्याउने। तर लास्टमा क्वेसन एउटा गर। यो क्वेसन त एन्सर जसले पनि दिन सक्छ होला अब त। अब पनि मिस्टेक गऱ्यो भने चाहिँ प्रब्लम भयो है। सो 46 year old patient who was treated with haloperidol for delirium developed fever, tachycardia, increased blood pressure, muscle stiffness, and altered mental status. Investigation reveals elevated levels of creatine phosphokinase. What is the most likely diagnosis? है त मैले टिचिङमा यस्तो पेसेन्ट हेरेको थिएँ है, सेम सेम थियो है त। ओके, डेलिरियम थियो, हेलोपेरिडोल दिएको थियो, तर फिभर भयो, ट्याकिकार्डिया भयो, इन्क्रिज बिपी भयो, मसल स्टिफनेस भयो, अल्टर मेन्टल स्ट्याटस भयो। इन्भेस्टिगेसनमा रेसिपीके लेभल थियो। ओके, के छ डायग्नोसिस के हुन्छ? सबले सबले एन्सर गर्नु पर्यो नि त यसको। यो पनि बिगाऱ्यो भने त भएन नि त डक्टर साहबहरू है, यो पनि बिगाऱ्यो भने त भएन। के गरिरहनु भएको छ है। अब त टाइम त सकिन लाग्यो, वी आर नियर द इन्ड है।
ल ल ल खोइ त एन्सर सबले दिने के है अब त यो त आयो नि के हुन्छ त ल भन्नुहोस् त न्युरोपेप्टिक सेरोटोनिन सिन्ड्रोम हुन्छ र अब नि सेरोटोनिन सिन्ड्रोम भन्न थाल्यो भने त होइन है त आफैले आफैलाई होइन के छ गालामा हाने हुन्छ है हाइपर सेन्सिटिभिटी रियाक्सन टु हेलोपेरिडोल भन्ने हुँदैन क्या यो होइन नि त यस्तो या क्लासिकल न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम देखिरहेछ होइन ओके टार्डिभ डिस्काइनेजिया भनेको छुट्टै हुन्छ है यो त क्रोनिक होइन एन्टिसाइकोटिक युजर्सहरूमा हुन्छ है त यो चाहिँ के हो साइड इफेक्ट अफ अ ड्रग होइन युजली इनभोलिन्टरी मुभमेन्ट हुन्छ है त सो न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम एनएमएस क्लासिकल केस हो सोध्छ है त सो क्लिनिकल फिचर्स है त हेलोपेरिडोल भनेको एन्टिसाइकोटिक्स हो हेलोपेरिडोल एन्टिसाइकोटिक हो एन्टिसाइकोटिकले ट्रिगर गर्यो अफेन्डिङ एजेन्ट भयो ओके डेलिरियसमा थियो पेसेन्ट है त झन् त्यो पनि डेलिरियस पेसेन्टमा ओके हामीले दिन्छौँ हेलोपेरिडोल है त नदिने त होइन डेलिरियममा हामीले हेलोपेरिडोल नै दिने हो है युजली तर अब अरू अरू कन्डिसनले होइन अब त्यो हामीले ध्यान दिनुपर्छ है कहिलेकाहीँ चाहिँ पेसेन्टहरू होइन अफेन्डिङ ट्रिगरहरू हेरेर है त अरू अरू कन्डिसनहरूले गर्दा न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम डेभलप हुन सक्छ यो फोन ठिक छ सो न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोमको के छ त है त कुन टाइममा हुन्छ है त हाइएस्ट रिस्क होइन एन्टिसाइकोटिक्सहरूले होइन सो 24 to 72 hours अफ द ट्रिटमेन्ट अफ द एन्टिसाइकोटिक्स है त कति हुन्छ 10 10 देखि 14 दिन हुन्छ है सम्म लास्ट गर्न सक्छ ठिक छ टार्डिभ डिस्काइनेजिया के हो है त ओके एन्टिसाइकोटिक यो चाहिँ 6 months आफ्टर ट्रिटमेन्ट होइन है यो पनि बुझ्नु पऱ्यो है क्रोनिक हो क्या टार्डिभ डिस्काइनेजिया चाहिँ क्रोनिक कन्डिसन है त एबाउट 6 months आफ्टर ट्रिटमेन्ट अफ एन्टिसाइकोटिक्स ओके हाइपर सेन्सिटिभ रियाक्सन भनेको त अब कुनै ड्रगको हाइपर सेन्सिटिभ एनाफ्लाक्सिस हुन्छ नि ओके टाइप 1 हाइपर सेन्सिटिभ रियाक्सन हुन्छ एन्जियोइडेमा हुन्छ ल्यारेन्जियल स्प्याजम हुन्छ इडेमा हुन्छ ब्रोङ्को स्प्याजम हुन्छ है ऱ्यासेसहरू आउँछ त्यो त हाइपर सेन्सिटिभिटीको त फिचर्सहरू त त्यो हुन्छ नि टाइप 1 को त है अब सेरोटोनिन सिन्ड्रोम त पढिसक्यो कति पढ्ने है ओके हाइपर रिफ्लेक्सिया हुन्छ क्लोनस हुन्छ होइन अब हाइपरटोनिया ट्रेमरहरू है अब योहरू हुन्छ अब डिफ्रेन्स चाहिँ के छ त होइन अब त्यो अहिले पछि पढाउँला तर न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोमको फिभर हुनसक्छ अल्टर मेन्टल स्ट्याटस हुनसक्छ रिजिडिटी हुनसक्छ है त डिस्टोनिया हुनसक्छ एकाइनेजिया हुनसक्छ है त हाइपोरिफ्लेक्सिया हुनसक्छ रिफ्लेक्स घट्छ है अनि ट्याकिकार्डिया हुनसक्छ ब्लड प्रेसर तलमाथि हुनसक्छ है त प्रिसिपिटेटिङ एजेन्टहरू एन्टिसाइकोटिक्स कमनली हुन्छ अरू एन्टिइमेटिक्स हुनसक्छ अरू एन्टी पार्कन्सिनियन ड्रग्सहरू हुनसक्छ इन्फेक्सन सर्जरीहरू हो है त्यो त्यो पेसेन्टको चाहिँ इन्फेक्सन भएको थियो क्या है यो होइन एउटा पेसेन्टको चाहिँ इन्फेक्सन भएर चाहिँ है त न्युरोलेप्टिक म्यालिग्नेन्ट होइन हेलोपेरिडोल पनि के थियो डेलिरियमलाई इन्फेक्सन पनि भइदिएछ होइन एनएमएसमा गयो क्या त्यस्तो हुन्छ सो इन्फेक्सनहरू है त सर्जिकल पेसेन्टहरू सर्जरी गरेको पोस्ट सर्जरी पेसेन्टहरू होइन रिक्स छ है सो सपोर्टिभ केयर गर्ने डान्ट्रोलिन दिन सकिन्छ ब्रोमोक्रिप्टिन अमान्टेडिनहरू दिन सकिन्छ इसिटी पनि युजफुल हुन्छ भन्छ तर सपोर्टिभ केयर मेनली सपोर्टिभ केयर डान्ट्रोलिन है त योहरू गर्ने एलिभेटेड के सिपिके लेभल मायोग्लोबिन लिभर इन्जाइम्सहरू रेज हुने मायोग्लोबिन युरिया हुने जसले गर्दा रेनल फेलियरमा जाने यो सबै न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम है त इट इज अ इमर्जेन्सी कन्डिसन अब हेर साइकेट्रिक इमर्जेन्सीमा तिमीहरूलाई यो चारवटा त मस्ट नो हो हामीले न्युरोलेप्टिक म्यालिग्नेन्ट सिन्ड्रोम र हामीले सेरोटोनिन सिन्ड्रोम हामीले धेरै पढ्यौँ होइन हेर ठिक छ ओके एन्टिकोलिनर्जिक सिन्ड्रोम र म्यालिग्नेन्ट हाइपरथर्मिया पनि पढ्नु चाहिँ पर्छ ओके अब एन्टिकोलिनर्जिक सिन्ड्रोम र म्यालिग्नेन्ट हाइपरथर्मियामा फिचर्सहरू के हुनसक्छ तिमीहरूले म्यालिग्नेन्ट हाइपरथर्मिया त पढेकै होला सक्सिन एल्कोलिन सोध्छ है हेलोजेनेटिक एनिसी होइन के छ अरू अरू के हुन्छ त हेलो हेलोजिनेटेडमा के हुन्छ सिम हरायो हजुर सिम हरायोमा के थियो सक्सन कोलिन आई4 के थियो हेलोथेन होइन सिम हरायो हेलोथिन हेलो थिएन ओके आई4 हाइपरमेट होइन अब सिम के छ म्यालिग्नेन्ट हाइपोथर्मियाको क्याल्सियम लेभल बढ्छ इन्ट्रासेलुलर है नेक्स्ट त भन बिर्सिहाल्यो अरू अरू के हुन्छ सबै पढ्नुहोस् डान्ट्रोलिन इज द ट्रिटमेन्ट अफ चोइस फर म्यालिग्नेन्ट हाइपरथर्मिया ओके
सिप्रोहेप्टाडिन फर सेरोटोनिन सिन्ड्रोम, ओके, डान्ट्रोलिन ब्रोमोक्रिप्टिन फर तपाईँहरू न्युरोलेप्टिक म्यालिनेन्ट सिन्ड्रोम, मोनिटर सिपिके लेभल्स बिकज मायोग्लोबिन होइन मसलको मायोग्लोबिनहरू त्यसले गर्दा है सिपिके लेभल्सहरू राइज हुन्छ है त। एन्टिकोलिनर्जीको गिफ आइजोस्टिगमिन, यहाँ आई के हुन्छ, स्किन के हुन्छ है, प्युपिल के हुन्छ, सेरोटोनिनमा डाइलेटेड हुन्छ तर न्युरोलेप्टिकमा नर्मल हुन्छ, एन्टिकोलिनर्जीमा त डाइलेटेड हुन्छ। यति नै थाहा पाएन भने चाहिँ जान्छ है। एन्टिकोलिनर्जिक को के हुन्छ फिचर्सहरू अब ड्राई हुन्छ भन्न सकेन भने त यो त सिम्पल सिम्पल कुरा हो है त, है सिम्पल सिम्पल कुराहरू पनि मिस्टेक चाहिँ गर्नु हुँदैन। ओके, भावल साउन्डहरू के हुन्छ यो पनि जान्नुपर्छ है त। न्युरोलेप्टिकमा नो चेन्जेस हुन्छ तर सेरोटोनिनमा बढ्छ भावल साउन्डहरू। सेरोटोनिनमा धेरै बढ्ने हो के, रिफ्लेक्स पनि बढ्छ है त, एब्जर्भ आँखाको साइज पनि बढ्छ। यसरी याद गर्नुहोस् क्या, आँखाको साइज बढ्नु भनेको डाइलेटेड हो, प्युपिल्सको साइज बढ्नु भनेको है, रिफ्लेक्स बढ्नु पनि के हो त हाइपर रिफ्लेक्सिया भयो, बाउल साउन्ड बढ्नु पनि के हो त होइन बढ्नु हो नि त हो। सेरोटोनिन सिन्ड्रोम चाहिँ याद गर्नु बढ्ने भयो, बढ्ने बढ्ने, ओके ठिक छ, बढ्ने छ नि त धेरै त यहाँ बढिरहेछ नि त। न्युरोलेप्टिकमा घट्ने घटिरहेछ नि त, ब्राडी रिफ्लेक्सिया रिफ्लेक्स घट्छ त्यो अझ अर्को है त, रिफ्लेक्स चाहिँ डिक्रिज हुन्छ है त, यो चाहिँ याद गर्नुहोस् है त। एउटा मात्रै बढ्ने सिपिके, सिपिके याद गर्नुहोस् यो है, सिपिके चाहिँ बढ्छ, सिपिके है त, न्युरोलेप्टिक म्यानेजमेन्ट सिन्ड्रोम। ओके, यो टेबल इम्पोर्टेन्ट छ है, कन्ठस्थ हुनुपर्छ है त। है बुझेन भने रट्टा मार भन्छ नि, रट्टा मार होइन, बुझेन भने मार्ने हो, रट्टा मार्ने हो, बुझ्ने हो, सुरुमा चाहिँ बुझ्न खोज्ने हो, रट्टा मार्नुभन्दा बुझ्नुपर्छ। बुझ्न नि सकेन दिमागमा घुसेन भने घोक्यो हुन्छ है त, घोक्ने किनभने क्यापेबिलिटी सबको होला है। ल यति नै भयो, लास्टमा चाहिँ मैले अब यो चाहिँ टेबल म स्योर हालिदिन्छु है, टेबल यो मान्छे भाइबरमा म सेयर गरिदिउँला है त, ठिक आउँछ छ। नि देखाउनु बल्ल आछ को हल्ला गरिरहेछ, को डक्टर साहब हो हल्ला गर्ने, ल भाइ बहिनीहरू हेर यति नै गरौँ, कति टाइम भयो त है, टाइम त भयो आजको लागि होइन। अब लास्ट 1 महिना के छ त टेन्सन नलिने है त, के छ पढ्ने मेहनत गर्ने है, अलिअलि एन्सियस त भइहाल्छ त्यो नर्मल कुरा हो है। त्यो नर्मल रियाक्सन नै हो, नर्मल रियाक्सन हुनु जरुरत छ है। त्यो पनि भएन भने त पढ्दा नि मेहनत नै गर्दैन होइन। तर मेन इम्पोर्टेन्ट भनेको चाहिँ नाउ इफेक्टिभ, दुइटा कुरा हुन्छ है, एउटा भनेको प्रोडक्टिभिटी र इफेक्टिभिटी होइन, होइन अर्को भनेको चाहिँ के छ हार्डवर्किङ र के छ त रिजल्ट है। यो कुरामा एकदम ध्यान दिनुपर्छ हेर, तिमीहरूको माइन्डसेट चाहिँ तिमीहरूको हार्डवर्किङ माइन्डसेट छ है त, अनि तिमीहरूको रिजल्ट चाहिँ खतम आइरहेछ भने होइन, हार्डवर्क गरिरहेछ त्यही पनि रिजल्ट खतम आइरहेछ होइन। है आजदेखि चाहिँ स्मार्ट वर्क गर्न थालिहाल्ने है त, हार्डवर्क गरिरहेछ तर रिजल्ट खतम छ, ओके रिजल्ट चाहिँ खतम छ भने स्मार्ट वर्क गर है। मैले यही भने तिमीहरू स्मार्ट वर्कको लागि सुटेड छौ है, ठिक छ, कन्भर्ट टु स्मार्ट वर्क। ओके, लामो समय पढिरहेछ है त, लङ आवर्स पढिरहेछ तर दिमागमा केही मेमोरी छैन, घुसिरहेको छैन भने सर्ट आवर्स पढ्न सुरु गर है, सर्ट सर्ट ब्रेक लियो होइन, यो राम्रो हुन्छ। बुझ्यो, 1 महिनामा 10 घन्टा कन्टिन्युस पढेर दिमागमा केही घुस्दैन भने 10 घन्टा कन्टिन्युस पढेर काम छैन क्या है, 1-2 घन्टा इफेक्टिभ तरिकाले पढ्ने ताकि त्यो एकचोटि पढेको याद होस् है त। सर्ट सर्ट पढ्ने तर इफेक्टिभ तरिकाले पढ्ने, सो इट्स अल एबाउट हाउ इफेक्टिभ यु आर। ओके, भन्न खोजेको एउटा गोल पोस्ट छ, ठिक छ, फुटबल किक हान्नु भयो, ओके 10 एटेम्प दिएछ, 10 एटेम्पमा तपाईँले जम्मा 2 मात्रै गोल हान्नुभयो, 2 गोल हान्नु भयो भने त इफेक्टिभ भएन नि त, युआर नट इफेक्टिभ के, ओके ठिक छ। 10 एटेम्प पाइरहेछ, खाली पोस्टमा जम्मा 2 गोल मात्रै हानिरहेछ, यतै पनि खाली पोस्ट के होइन, गोलकिपर छैन यहाँ होइन, गोलकिपर छैन होइन, गोलकिपरै छैन, त्यही पनि तपाईँहरूको त मिस धेरै भइरहेछ त, इफेक्टिभ भएन नि त, स्टडी पनि त्यही हो क्या।
अब स्टडी पनि त्यही हो हेर, अब इफेक्टिभ कसरी गर्ने त होइन, यो चाहिँ च्यालेन्जिङ कुरा हो धेरैको लागि होइन। होइन डक्टर्सहरू चाहिँ खतम हुन्छ क्या, के कुरामा खतम हुन्छ है, दुई तिनवटा कुरामा डक्टर्सहरू खतम हुन्छ है त। मैले देखेको छ है, आफूले भोगेको पनि देखेको पनि। एउटा टाइम म्यानेजमा बिल्कुलै खतम हुन्छ है त, डक्टर्सहरू टाइम म्यानेजमेन्टमा बिल्कुलै खतम है त। है त, जस्तो कि के पनि भएको छ टाइममा नपुगेर ब्रेकअप पनि भएको छ होइन, साथीभाइ दिदीबहिनीहरूको होइन, होइन दाजुभाइ दिदीबहिनीहरूको भएको होला होइन, है हुनसक्छ नि त। होइन डक्टर्सहरू टाइममा, होइन एउटा कुरा हो टाइम म्यानेजमेन्ट खासै हुँदैन डक्टरहरू होइन, होइन म्यान म्यानेजमेन्ट पनि खासै हुँदैन। ओके म्यानेजमेन्टमा त खतमै छ, त्यही भएर टाइम म्यानेजमेन्ट हुँदैन के, डक्टरहरू म्यानेजर होइन के, है डक्टरहरू त्यसरी हुर्काएको छैन क्या, हामीलाई म्यानेजरको रूपमा हुर्काएको छैन नि त। कमर्सहरू पढेको होइन, सिए पढेको, सिएहरू अलिअलि होइन, यो इन्जिनियरहरू पनि अलिअलि हुन्छ यो म्यानेजमेन्टमा चाहिँ राम्रो, होइन जस्तो कुलमान घिसिङ इन्जिनियर हो नि त। ओके म्यानेजमेन्टमा राम्रो हुन्छ बुझ्यो, म्यानेजमेन्ट होइन, टाइम म्यानेजमेन्ट अरू अरू सबै, डक्टर्सहरू हुँदैन अर्को कुरा है, यो बुझ्नुपर्छ। त्यही भएर टाइम म्यानेजमा एकदम ध्यान दियो 1 महिना। तिमीहरू कति घन्टा पढ्छौ, कति इफेक्टिभ पढ्छौ, मक एक्जाममा कति घन्टामा सकायो, होइन फिजिकल एक्जाममा कति घन्टा सकायो, त्यो सबै टिपेर राख्ने, होइन कति एउटा क्वेसन गर्दा कति टाइम लाग्यो त्यो चाहिँ एकदम सिरियसली लिने है त। अर्को डक्टर्सहरू खतम केमा हुन्छ, एकदम खतम केमा हुन्छ त, तिमीहरू भन नि त, तिमीहरूलाई थाहा होला होइन, केमा खतम हुन्छ त जस होइन, एउटा त म्यानेजमेन्टमा भने नि त मैले। ओके अर्को के हुन्छ त भन्नु पर्यो, एक दुईवटा तिमीहरू भन न होइन, राम्रो के केमा हुन्छ त, राम्रो त भन्न सक्छौ त, राम्रो के हुन्छ, हार्डवर्किङ हुन्छ। ओके खत्रै हार्डवर्किङ हुन्छ नि त डक्टर्सहरू त होइन, लङ आवर्स ड्युटी गर्छ होइन, हार्डवर्किङ हुन्छ। ओके के छ त कम्पेसन हुन्छ, बिरामीको सेवा गर्छ होइन, होइन बिरामीलाई होइन हेल्प गर्छ, हेल्पफुल हुन्छ डक्टर्सहरू होइन। अब के छ त राम्रो पोइन्टहरू होइन, हार्डवर्किङ हेल्पफुल अब होइन, कमिटमेन्ट होइन, तर कन्सिस्टेन्सी हुँदैन डक्टर्सहरू, प्रब्लम त्यो छ है त, कन्सिस्टेन्सी हुँदैन। आर्मीहरू त कन्सिस्टेन्ट हुन्छ नि त, डिसिप्लिन हुन्छ होइन, डक्टर्सहरू डिसिप्लिन हुँदैन के, त्यसै हुँदैन। ओके डिसिप्लिन हुनै सक्दैन क्या डक्टरहरूलाई, गाह्रो छ, निन्द्रा पनि पुऱ्याउन गाह्रो छ नि त डक्टर्सहरूलाई त, एउटै टाइम टेबल मेन्टेन गर्न गाह्रो हुन्छ क्या डक्टरहरूलाई। ओके स्मार्ट वर्क पनि खासै हुँदैन डक्टर्सहरूको, ठिक छ, स्मार्ट वर्क पनि हुँदैन है। डक्टर्सहरूको कमी कमजोरी हो भने हाम्रो कमी कमजोरी यही हो, तर यही गर्नुपर्छ एक्जामको लागि सक्सेस हुनु छ भने, यही विकनेसहरूलाई सुधार्नु पऱ्यो तिमीहरूले यो 1 महिना। यदि तिमीहरूको विकनेस यो छ भने, टाइम म्यानेजमेन्ट प्रब्लम छ, कन्सिस्टेन्सी छैन होइन, अथवा डिसिप्लिन छैन, स्मार्ट वर्क छैन भने यो चाहिँ गर्नु पऱ्यो क्या अबको 1 मन्थमा चाहिँ। अबको 1 मन्थमा हार्डवर्क गरेर काम छैन, अबको 1 मन्थमा धेरै पढ्ने तर केही याद नहुने काम छैन है त, थोरै पढ्यो तर धेरै होइन याद गर्यो, रिजल्ट धेरै पायो भने त्यो राम्रो हुन्छ है त, ठिक छ। यो 1 मन्थमा अब के गर्ने भन्दाखेरि, यो 1 मन्थमा चाहिँ क्वेसन्सले नै डिटर्माइन गर्छ। ओके अब 19 सब्जेक्ट्सको क्वेसनहरू गर, म्याक्सिमम् 19 सब्जेक्टको क्वेसनहरू गर सक्यो क्या, होइन 19 सब्जेक्ट्सको क्वेसनहरू यति धेरै गर कि, इफ यु डु 500 क्वेसन्स अ डे, ओके कति हुन्छ त 1 महिनामा त कति हुन्छ त तिमीहरू, 500 × 30 गऱ्यो भने त धेरै हुन्छ नि होइन, है त 15,000 कति हुन्छ त, कति हुन्छ है समथिङ होइन, भनेपछि त धेरै हुन्छ नि, 15,000 क्वेसन्स गरिन्छ भने त फाइदा भयो है त। 15,000 क्वेसन इज नट अ जोक है, भन्न खोज्यो क्वेसन धेरै प्र्याक्टिस गर, 500 क्वेसन सक्दैन भने 100 क्वेसन गर डेली। ओके 100 क्वेसन गरे पनि 3,000 क्वेसन त गरिन्छ नि त होइन, भनेपछि 3,000 क्वेसन एटलिस्ट गऱ्यो भने पनि फाइदा हुन्छ है त। इफ यु क्यानट डु 500 देन डु 100 एटलिस्ट है त, क्वेसन धेरै गर है एउटा कुरा। अर्को कुरा भनेको अब मेन मेन हाइल टपिकहरू चाहिँ रिभाइज गर, ओके कामै त्यही हो है त। अब काम छैन 1 महिनामा होइन, धेरै लो इल्ड टपिकहरू पढेर के काम त अब,
होइन हाई हिल्ड नै आउँदैन भने लो हिल्डकै काम त। यो लो हिल्ड सोध्ने तिमीहरूको एक्जाममा सोध्ने तिमीहरूको 5% चान्स छ, तर हाई हिल्ड सोध्ने तिमीहरूको 80% चान्स छ भने त यही पढ्ने हो नि। अथवा 60% चान्स छ भने हाई हिल्ड सोध्ने 60 छ, 80%को चान्स छ भने यही त पढ्नु पऱ्यो टपिक्सहरू। सो यो टपिक सुड बी है त लो यिल्ड, हाई यिल्ड, मिडियम यिल्ड, होइन तिनवटा डिभिजन हुनु पर्यो। अब हेर हाई यिल्ड चाहिँ गर गर जसरी नि 60-80% सोध्ने चान्स, 60 सोध्ने चान्सहरू। मिडियम यिल्ड भनेको 30को रेन्जमा 30-40% सोध्ने टपिक्सहरू पनि पढ्दा त हुन्छ, तर हाई यिल्ड सघाउनु पऱ्यो पहिला। यदि 10% भन्दा कम सोध्ने चान्स छ भने त्यसलाई नेग्लेक्ट गर। अब के छ त, अब टाइमै छैन त, यु हेभ टु नेग्लेक्ट। ओके, यो चाहिँ 1 मन्थको स्ट्राटेजी हुन्छ है तिमीहरूलाई। मैले 1 मन्थको स्ट्राटेजी मेरो अनुसार यही भनेँ, मैले पनि त्यही गरेको थिएँ होइन। मेरो पालामा अब अरूहरूले पनि गरेको त्यही भन्छ होइन। म्याक्सिमम् क्वेसन गर्ने, मक एक्जाम दिने, टाइम म्यानेजमेन्ट गर्ने है त, डिसिप्लिन भएर कन्सिस्टेन्ट डेली पढ्ने, त्यो नै इफेक्टिभ हुन्छ अहिलेको 1 मन्थमा है त। त्यसले नै कन्फिडेन्स ग्रो गर्छ, त्यसले नै तिमीहरूको ऱ्याङ्किङ होइन अब अप गराउँछ है त। सो दिस इज अ पिक टाइम है त, पिक टाइम। होइन मैले लास्टमा चाहिँ पर्फर्मेन्सको बारेमा कुरा गरौँला, तर आज होइन, अर्को दिन अथवा पछिल्लो दिनहरूमा चाहिँ पर्फर्मेन्स लास्ट वान विकमा चाहिँ आई टक एबाउट द पर्फर्मेन्स है त। ओके, पर्फर्मेन्स है त, पर्फर्मेन्सको बारेमा कुरा गरौँला, एक्जाम पर्फर्मेन्स होइन। जस्तो कि होइन एउटा सेन्टेन्सले टुङ्ग्याउँछु, 1 वर्ष अथवा कति महिना होइन अथवा कति वर्ष धेरै मेहनत गर्यो, तर लास्टमा एक्जाममा चाहिँ के छ त, बिगारेर आयो होइन। ओके, मक एक्जाममा खतरा गर्यो होइन, प्र्याक्टिस एक्जाममा खतरा, मेहनत धेरै गर्यो, एक्जाममा बिगारेर आयो होइन। होइन साँच्चीकै भन्दा र हगिदियो के, एक्जाममा हगेर आयो भने सक्यो क्या, यही कुरा होइन। एनालोजी त बुझ्यो नि, एक्जाममा हग्नु भनेको के हो, बिगार्नु भनेको होइन, खतम गर्नु। बिगार्नु मात्रै होइन, वर्स्ट गर्नु। त्यो जस्तो कहिले पनि हुँदैन हेर, त्यो जस्तो डिप्रेसिङ कहिले पनि हुँदैन। त्यही भएर हेर, बरु पढेकै छैन, केही मेहनतै गरेको छैन, एक्जाममा बिगार्यो, केही मतलब हुँदैन के। आफूले त्यत्रो मेहनत गरेर चाहिँ एक्जाममा बिगारेर आयो, खतम गरेर आयो, वर्स्ट गरेर आयो भने चाहिँ त्यो जस्तो फिलिङ केही पनि हुँदैन। त्यो हुन नदिनको लागि चाहिँ अहिलेदेखि रेडी हुनु है, रेडी हुनु। र अर्को चाहिँ पर्फर्मेन्स है त, एक्जाम पर्फर्मेन्सको बारेमा साइकोलोजिकल एनालाइसिस म गर्छु। त्यो चाहिँ नेक्स्ट अब कुनै एउटा सेसन लिउँला। हेर साइकोलोजिकल एनालाइसिस एकदम इम्पोर्टेन्ट छ। बिङ अ साइकाट्रिक स्टुडेन्ट माइसेल्फ, मैले चाहिँ देखेको छु कि देयर आर 3 टाइप्स अफ स्टुडेन्ट्स होइन इन्ट्रान्समा है त। एउटा धेरै मेहनत गर्छ है त, धेरै पढ्छ है त, है त, तर एक्जाममा बिगार्छ। ओके, एउटा के छ, ठिक ठिकै पढ्छ, ठिक ठिकै मेहनत गर्छ, एक्जाममा खतरा गरिदिन्छ। ओके, एउटा होइन, यो चाहिँ मेजोरिटी भन्दैछु है त। एउटा त हुन्छ अब त्यो त अब के भन्नु होइन, सुपर होइन, जुन जुन चाहिँ मेहनत पनि गर्छ, एक्जाममा खतरा पनि गर्छ, त्यो सुपर क्याटेगोरीमा गइहाल्यो। अब अर्को क्याटेगोरी त्योभन्दा त एबिसी क्याटेगोरीमै पर्छ भनेको, त्यो बुझ्यो नि। सुपर क्याटेगोरीमा जाने त अब जान्छ टप होइन, यो वालाको कुरा नगरौँ होइन। जुन चाहिँ मेहनत पनि गर्छ र एक्जाममा खतरा पनि होइन, खतरा भनेको दामी गर्छ क्या, त्यो चाहिँ सुपरवाला भयो। अब ए भनेको जो पढ्छ, मेहनत गर्छ, लास्टमा एक्जाममा फेरि बिगार्छ, काम छैन होइन, त्यो भयो ए। बी भनेको ठिक ठिकै पढ्छ होइन, तर एक्जाममा खतरा गरेर आउँछ है। सी चाहिँ खतम, पढ्न नि खतम, एक्जाममा नि खतम, जेमा नि खतम है त। म त मैले चाहिँ एक्जाम्पल दिएँ होइन। यो धेरैजना चाहिँ मेजोरिटी युमा पर्छ है, एबिसीमा पर्छ। यो सुपर भनेको त यो रियरली होइन, 1% भनौँ न, 1% हुन्छ। ओके, अब 1%मा तिमीहरू पढ्छ कि पर्दैन, कि 99%मा पढ्छौ, तिमीहरू आफैले इभ्यालुएट गर होइन। अब 99% होइन अरू यही नै हुन्छ, 1% त अलरेडी दे आर अलरेडी सेलेक्टेड टाइपको गयो क्या। अब यही कुरा है त, त्यो चाहिँ पछि कुरा हुनुला। सो आजलाई यति नै गरौँ है। इफ यु लभ आवर कन्टेन्ट होइन, इफ यु लभ आवर क्लासेस, सेयर गर्नु होला है त। म चाहिँ यहाँ तपाईँलाई देखाउँछु है त, लिभ नगर्नु होला सबैले, सबैले लिभ गऱ्यो भने मजा आउँदैन है त। फेरि मेरो मेहनत चाहिँ तपाईँहरूले चाहिँ फेरि होइन बेकारको मेहनत गरे जस्तो फिल हुन्छ क्या। सो 2-3वटा कुरा भन्छु, त्यो गरिदिनु होला क्या तपाईँहरू। एउटा युट्युबमा जानु है,
युट्युबमा जानु आजै होइन, सिनेप्स एजुकेसनलाई सब्सक्राइब गर्नु है त। सो सिनेप्स एजुकेसनलाई सब्सक्राइब गर्ने चाहिँ यदि गरेन भने तपाईँहरूले मलाई धोका दिइरहेछ भने बुझ्नु। इफ यु आर नट सब्सक्राइबिङ सिनेप्स एजुकेसन यु आर गिभिङ मी धोका है। यार म यत्रो मेहनत गरिरहेको छु, मैले भने केही मानिरहेको छैन है त भन्ने हुन्छ नि त होइन। सो सब्सक्राइब गर्नु होला एउटा कुरा नम्बर वान है त। सो यो कन्टेन्ट पनि सिनेप्स एजुकेसनमै अपलोड हुन्छ। र अर्को चाहिँ पेज है त, सिनेप्स एजुकेसनको पेज एन्ड है त मलाई फलो गर्नु है त। ओके, मेरो पनि छ, मेरो पनि पर्सनल युट्युब च्यानल छ। अब के गर्ने त, अहिले प्रमोसन गर्नै पर्यो, के गर्ने होइन, प्रमोसनको जमाना छ। मेरो आफ्नो युट्युब च्यानल पनि छ है। त्योमा पनि म अब पिजी रिलेटेड कन्टेन्टहरू अबदेखि चाहिँ होइन, मैले अन्डर ग्रेजुएटलाई मात्रै भिडियो बनाएको थिएँ, अबदेखि चाहिँ पिजी रिलेटेड कन्टेन्टहरू है त, युजी भन्दा नि पिजी है त अबदेखि चाहिँ। सो किन है त, सो यहाँ चाहिँ पिजी रिलेटेड कन्टेन्टहरू अबदेखि चाहिँ म एडभाइसहरू होइन, एक दुईवटा तपाईँहरूलाई चाहिँ स्टडी मेटेरियल्सहरू होइन के राम्रो हुन्छ त्यो चाहिँ म भन्छु। सो दुइटा है, यो चाहिँ युट्युबमा गर्नु होला, फेसबुकमा पनि सेम छ है त, फेसबुकमा पनि है त फलो गर्दा हुन्छ। मेरो प्रोफाइल यही नै छ है, फेसबुकमा पनि सेम नै छ है। सो दिपेन लामा भनेर सर्च गर्नुहोस् है त, यो आइहाल्छ। फेसबुकमा सिनेप्स एजुकेसन भनेर सर्च गर्नुहोस्, त्यो पनि आइहाल्छ है त। मेरो प्रोफाइल पिक्चर चाहिँ यही नै छ है त, यो फोटो कोट्लाको फोटो छ है त। ओके, सो यही भइहाल्यो है त, यति गरिदिनुहोस् है त, यति गरे है त एटलिस्ट है त, ठिक छ मेहनत गरेको भइहाल्छ है त। सो अर्को कुरा चाहिँ के गर्नुहोस् भन्दाखेरि हाम्रो भाइबर ग्रुप चाहिँ है त बुस्ट गर्नुहोस्, तपाईँहरूले आफ्नो साथीहरूलाई एड गर्नुहोस्। हेर्नु, लोभी हुनु हुँदैन है, एउटा कुरा चाहिँ बुझ्नुहोस् लाइफमा। ओके, लाइफमा चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि यदि तपाईँहरूले साथीलाई हेल्प गरिरहेछ, साथीलाई पढाइरहेछ भने तपाईँहरूको ऱ्याङ्क माथि हुन्छ है। यो चाहिँ मैले फिल गरेको छु। सिकाइरहेछ भने ऱ्याङ्क माथि आउँछ है। साथीलाई सिकाइरहेछ, ग्रुपलाई सिकाइरहेछ, ऱ्याङ्क माथि आउँछ है त। घमण्डी गरिरहेछ, एक्लै उयो गरिरहेछ, त्यो राम्रो कुरा होइन है त। साथीलाई सिकाउँदा आफू पनि के हुन्छ त, आफू पनि सिक्छ नि त। ओके, आफ्नो पनि मेमोरी बढ्दै जान्छ। सो सिकाउनु पर्यो है त, सेयर गर्नु पर्यो है त। ग्रुपको बारेमा भन्नुहोस् है त, हाम्रो सिएमडिएमएस क्याटालिस्ट छ, त्यो चाहिँ एटलिस्ट यो 30 डेजमा चाहिँ 1000 चाहिँ पुऱ्याउनुहोस् तपाईँहरूले है। तपाईँहरूले पुऱ्याउने हो, मैले पुऱ्याउने होइन है, तपाईँहरूले पुऱ्याउन हेल्प गर्ने हो, मैले त जस्ट है त कन्टेन्ट दिने हो। त्यो तपाईँहरूको काम पनि हो है त। होपफुली होला, डेली कन्सिस्टेन्ट भयो भने त एटलिस्ट पुग्ला है त। सो ग्रुप भाइबर ग्रुपमा पनि है तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ एक्टिभेट गरेर है त साथीहरूलाई है त एड गर्नु होला। किनभने हेर्नुहोस्, सेयरिङ इज केयरिङ, सेयरिङ इज गिभिङ। अब के छ, अब नलेज सेयरिङ भनेकै आफूमाथि जानु हो क्या। एउटा कुरा यो चाहिँ याद गर्नुहोस् है जहिले पनि है त त्यो तपाईँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि आफूले पनि केही गरिरहेछ भन्ने पनि फिल हुनु पर्यो है त। सो वाट एम आई गेटिङ इन रिटर्न है त। 1 आवर मैले तपाईँहरूलाई टाइम दिइरहेको छु, 2 आवर्स टाइम दिइरहेको छु डेली भन्यो भने मैले के पाइरहेको छु त। ओके, मैले के पाइरहेको छु, तपाईँहरूको माया पाइरहेको छु भने माया देखिनु पर्यो। केले माया देखिन्छ त होइन, त्यो भनिहालेँ मैले, केले माया देखिन्छ। ग्रुप बढाउने है त, युट्युब भयो होइन, फेसबुक भयो होइन, इन्स्टाग्राममा पनि गर्दा हुन्छ है त। तर म चाहिँ सोसल मिडियाहरू चाहिँ लिमिटेड नै चलाउनु होस् भन्छु है त अहिलेको लागि। युट्युब वुड बी द बेस्ट होइन, तपाईँहरूको कन्टेन्टको लागि चाहिँ क्या। किनभने युट्युबमा पढाइको कुराहरू पनि आउँछ, इन्डियन होइन ऱ्यापिड रिभिजन भिडियोजहरू पनि हेर्न मजा आउँछ। त्यही भएर युट्युब वुड बी द बेस्ट है सोसल मिडियाको लागि चाहिँ है त। यो डिस्ट्र्याक्सन हुन्छ कि अरू सोसल मिडियामा चाहिँ। सो युट्युब विल बी द बेस्ट है त। कहिले मोटिभेसनल भिडियोजहरू हेर्नुहोस् होइन, म्युजिकहरू सुन्नुहोस्, रिल्याक्सिङ म्युजिकहरू सुन्नुहोस् है त। त्यो त्यही भएर युट्युब वुड बी द बेस्ट फर यु अल होइन, म सजेसन त्यही दिन्छु। यो लास्ट 1 मन्थमा 1 मन्थ पछाडि त्यसपछि त जे गर्दा नि भयो होइन। एक्जाम पछाडि त, एक्जाम पछाडि चाहिँ के गर्नु भयो, पार्टी गर्नु हो, खानु होइन, जे गर्नु होइन, त्यो त आफ्नो होइन, घुम्न जानु त्यो त एक्जाम पछि, अहिले केही नि होइन है त। यही भन्दै आजको लागि चाहिँ फाइनली एक्सक्युज मी, अघि मक एक्जाम कता भन्नुभएको थियो फिजिकली दिन मिल्ने? फिजिकली दिन मिल्ने चाहिँ नेममा हो होइन। तर अब यो चाहिँ मैले पर्सनली चाहिँ गरिरहेको छैन है, होइन चाहिँ कोलाबोरेसन मात्रै हो।
है आइएम नट गेटिङ होइन अब तपाईँहरूलाई जस्ट त्यो त्यसको लागि है त मैले गरेको चाहिँ होइन ओके अब मानिलियो अब मैले चाहिँ अब फिजिकली लागि चाहिँ तपाईँहरू प्र्याक्टिस गर्नुको लागि भनेर चाहिँ नेममा चाहिँ हुन गइरहेको छ शनिबार म ग्रुपमा हालिदिउँला है त त्यो चाहिँ मैले हालेको छैन साथीले त्यो चाहिँ कोअर्डिनेट गरिरहेछ साथीले सो फोन नम्बर पनि दिन्छु सो डक्टर सरोज श्रेष्ठ उसको फोन नम्बर पनि ग्रुपमा हालिदिन्छु आइएम नट कोअर्डिनेटिङ है म बिजी नै छु क्या अहिले चाहिँ अब मेरो अहिले नाउ मेरो चाहिँ प्राइमरी चाहिँ म चाहिँ पढाइरहेको छु अहिले चाहिँ है त म तपाईँहरूलाई 1 महिना पढाउँछु त्यही हो मलाई पढाउन मन लाग्छ त्यही भएर मैले पढाइरहेको छु फ्रीमा पढाइदिन्छु तपाईँहरूलाई मलाई पैसा चाहिँदैन ओके फ्रीमा ठिकै छ है त तपाईँहरूको जुन चाहिँ फिजिकल मक एक्जाम दिन चाहनुहुन्छ भने नेममा जानुहोस् है अनि अर्को चाहिँ अनलाइन मक एक्जाम दिनु भन्यो भने अब अनलाइन मक एक्जाम पनि छैन ओके तर एउटा म ग्रान्ड मक एक्जाम चाहिँ म गराउँछु लास्टमा है पर्सनली म गराउँछु सिनेप्सबाटै म गराउँछु त्यो चाहिँ फाइनल त्यति बेला चाहिँ पैसा तिर्नुपर्छ तपाईँहरूले है त त्यति बेला म फ्री दिँदिनँ तपाईँहरूलाई है त त्यति बेला चाहिँ तिर्नुहोस् है म धेरै पैसा पनि लिँदिनँ है आइल डिपेन्ड टेक होइन अलमोस्ट अहिले पनि होइन 150 रुपिस मात्रै लिउँला त्यति बेला धेरै पनि लिँदिनँ धेरै लिए नि काम छैन है मलाई चाहिँदैन चाहिँदैन त्यो पैसा चाहिँ अब आइल इन्भेस्ट इन जुम के मलाई जुमको पैसा तिर्नु पऱ्यो नि त होइन जुमको लाग्छ नि त 1 इयरको प्याकेज लिनुलाई त्यसको लागि हेल्प गर्नुहोस् त्यति नै खोजेँ मैले अरू त चाहिँदैन मलाई जस्ट यो पढाइरहेको छु अर्को अब फिजिकलको लागि र त्यसको लागि चाहिँ म ग्रुपमा त्यो गरिहाल्नुलाई होइन अनलाइनको लागि पनि अहिलेको लागि चाहिँ CE सक्सेस.com त्यहाँ चाहिँ मलाई चाहिँ मेसेज गर्नुभएको थियो उहाँले सो मैले पनि हेरेँ अझै इभ्यालुएट गर्छु वेदर इट्स गुड अर नट म तपाईँलाई एडभाइस पनि दिउँला होइन कुन चाहिँ गुड हो हेर्दैछु म पनि अनि त्यसलाई चाहिँ अब कोलाबोरेसनमा चाहिँ गरौँला रिफरलमा चाहिँ गरौँला सो आइएम नट गेटिङ एनिथिङ त्यो चाहिँ बुझ्नुहोस् मैले तपाईँलाई हेल्प मात्रै गरिरहेको छु है एउटा कुरा अर्को कुरा चाहिँ के बुझ्नुहोस् भन्दाखेरि इफ यु वान टु पर्सनली होइन अब